आज हामी यो पोडकास्टलाई अलिकति अझ डिफ्रेन्ट स्टाइलले मेरो यत्रो मैले 60-70वटा पोडकास्ट दिएँ आजको चाहिँ एकदम डिफ्रेन्ट छ यो डिफ्रेन्ट छ यसमा के छ भन्दा यहाँ हर्स राइडिङ छ बिचमा छ यो छ मैले चाहिँ कुमार घैरीको रोल खेल्दैछु हजुर हजुर होइन त्यसरी मर्छु म चाहिँ सुरुमै प्लट ट्विस्ट खोलिने हो त्यो भित्र इन्ट्रेस्टिङहरू छ मर्गेनहरूमा चाहिँ राम्रो पढेको मान्छेलाई जब होल्डरहरूलाई चाहिँ छोरी दिँदैन रहेछ बुझ्यो है अनि मैले जिज्ञासा मैले सोधेँ कि अनि किन भनेर सोधेको यो पढाइ यसरी जागिर चट हुनसक्छ यो हुँदैन रहेछ कि उनीहरूले ओन्ली चाहिँ पिक पकेट कि स्पेसली होइन कि पिक पकेटलाई चाहिँ छोरी दिँदो रहेछ अरे कि अनि वाइ भनेर सोध्यो कि मैले सोधेँ भने यसले चोरेर भन्नु खुवाउँछ अरे कि छोरीलाई मलाई मन पऱ्यो है आइल मर्गेन अनि कसो भयो तिमी म अहिले 24 त्यो मैले गाना गाएको तिमी जन्मै थिएन त्यो केटी भने कि दैव शक्ति भएकै हो कि अनि अर्को के अस्ति फोन गऱ्यो मलाई होइन दाइ नमस्ते भने मिठो आवाज नमस्ते बहिनी भने मैले बहिनी नै भने हजुर होइन पहिला बहिनी नै भन्यो भने मन परेपछि पछि बुढी बनाउनु ल्यान्ड क्रुजरमा मजा कि घोडामा घोडामा मजा नि घोडामा मजा आउँदो रहेछ गाडी भन्दा हर्समा पनि फल हुन्छ मेरो फल भएको छ किन मैले हाफ एन आवर ग्यालापीमा राइड गर्दाखेरि त पुरा यसो चल्छ त होइन अन्त दनक दिएको भइहाल्यो नि त एउटा कुरा भन्छ के दाइ भनेर मैले किन नराखेको छु मोरा किन हिजो जल समाधि दिएको थियो एउटा बुढीलाई मैले देखेको जल समाधि भनेको ढुङ्गामा त्यो देवी घाटमा चाहिँ बुढाबुढीहरू चाहिँ मर्छ नि ढुङ्गामा बाँधेर खसाउनु रहेछ त्यहाँ अनि सबै माछाले खाँदो रहेछ कि ढुङ्गामा कसलाई बाँधेर मान्छेलाई डेड बडीलाई बाँधेर अनि जल समाधि भन्ने रहेछ त्यसलाई एभ्री पोलिटिसियनहरूको बानी चाहिँ के भयो भने गरिब निमुखाहरूको ढाडमा टेकेर ठुल्ठुलो सपना देखाएर आफू चाहिँ धनी हुने रहेछ कि पुलिसको बिजनेस रहेछ त्यो बिजनेस स्प्राग गर्छ अनि आफू चाहिँ गरिबको छ मैले भन्ने भन्छ माछालाई गरिब चाहिँ हटाउने माछालाई एकदम यो त मान्छे एकदम डेन्जर मान्छे रहेछ मैले थाहा पाएको डोन्ट म्यारेज टु वाइफ टु वाइफ नो लाइफ यस इज 100% मेरो एक्सपिरियन्स हो है होइन भनेपछि एन्डमा राँगो चाहिँ हातले ढाल्यो यो त हर्न प्लिज लभ यु गाइज Time to travel. ल सुरु गरौँ त त्यसो ओके दाइ वेलकम छ हाम्रो च्यानल हर्न प्लिजमा धेरै खुसी लाग्छ हजुरको म बिगेस्ट फ्यान होला है सायद बेल्जियमबाट यहाँ आएर भेट्न पाउँदा एकदमै खुसी छु के छ त नि अनि सुरुमा अब तपाईँको आजकल के छ व्यस्तता भन्नु म एकदम बिजी छु अहिले मुभी गरिरहेको छ हामी सबै कमब्याक भइरहेको छ राई हमालदेखि करिश्मा सुनिल थापा धीरेन साके शिव दाई भुवन दाई फेरि पब्लिकले एकपल्ट चोइस गरेको भएर मैले 4वटा गरिसकेँ हजुर होइन हजुर अब आफ्नै एउटा 7 भिलेन भन्ने चाहिँ पहिला गरेर रोकिएको थियो त्यो पनि कम्प्लिट राइसको डेट मिल्यो 7 भिलेन 7वटा भिलेन छ 7 9वटा भिलेन 9-10वटा भिलेन छ तपाईँ जो राइसले भिड्ने नै 7जना छ त्यसमा एकजनाले पुग्दैन हैन मलाई जो त्यो एउटा अलि नेपालको कन्टेन्टहरुमा छ कि हजुर दाइ हैन किन यो कन्टेन्ट देश किन यस्तो भयो भन्ने कुरामा छ कि ए ओके ओके रियलिस्टिकमा चाहिँ मैले यो सबै भिलेन नेगेटिभ हो सबै भन्नुको देखाउन खोजिरहेको छु अनि मैले चाहिँ न्युजमा पनि भनिसकेँ मेरो फिल्म नरोक्नु होला भनेर ब्राह्मणज्यूदेखि सबैलाई आग्रह गरेको छु कि यो एउटा हाम्रो फिल्म भनेको चाहिँ मार्गदर्शन हो नि त हैन जसबाट पोजिटिभ मेसेज छ राइसले त पोजिटिभ मेसेज दिन्छ वी निड पिस हैन अनडेभलप कन्ट्री यो गर्न सक्छ भड्कियो तपाईहरु यो भन्ने त्यसमा लेसन छ त्यसमा नेपालमै सुट हुन्छ कि होइन म दुबई गरे अब युकेमा बाँकी छ हैन त्यो फिल्ममै कसो छ भने माफियाहरु छ कि सबै माफिया नेपाल कसरी चल्छ त हजुर यहाँ डनहरु यहाँ पैसा हुने मान्छेहरु कसरी चाहिँ कानुनलाई हातमा लिएर पुलिस फोर्सलाई हातमा लिएर हैन कसरी चलाएको छ रियलिस्टिकमा चाहिँ मेरो अहिले तिमीले चाहिँ मेरो कति 48वटा च्यानलबाट आउँछ है त्यसमा मैले देशको लागि कन्टेन्टहरु बोलिरहेको हुन्छु मैले कि हजुर हजुर हैन यो मैले चाहिँ वास्तविक चाहिँ
युट्युबबाट नि कलेक्ट गरेको यो स्टोरी चाहिँ। ओके ए युट्युबबाट मैले चाहिँ कुमार घैरीको रोल खेल्दैछु। हजुर हजुर होइन त्यसरी मर्छु म चाहिँ। ल सुरुमै प्लट ट्विस्ट त खोलिने हो त्यो भित्र इन्ट्रेस्टिङहरू छ नि त। हजुर हजुर होइन अब दुबईमा डिलिङ गर्न गएको थियो कुमार घैरे। हजुर हजुर त्यही डिलिङ गरेर आएँ त्यहाँ चाहिँ। ए राम्रो दाइ राम्रो। एनिवे जस म चाहिँ तिमी बेल्जियमबाट भन्ने बेला मलाई क्या एक्साइट भयो भने बेल्जियमको तपाईँ पुग्छ हैन त हैन म बेल्जियम म अलरेडी हामी युरोप टुर गरेको थियो कि अस्ट्रियाबाट सुरु भयो। हजुर दाइ जर्मन हुँदै नेदरल्यान्ड हुँदै लुबेनबाट त बेल्जियम नजिकै छ नि त 1 घन्टामा पुग्यो। त्यहाँबाट फ्रान्स त आइहाल्यो नि नजिक हामी घुम्दै सुटिङमा हामी एउटा टिम गएको थिएँ। हजुर दाइ बेल्जियम चाहिँ मलाई कस्तो लागेको थियो भने ठ्याक्कै काठमाडौँ अहिले ठ्याक्कै जानु हजुर इभिनिङमा जानु ठ्याक्क बसन्तपुर बेल्जियम जस्तो छ ठ्याक्कै लाग्यो एकदम मलाई। अनि त्यहाँबाट सबै त्यहाँको हाइलाइट चाहिँ रिप्स के रिप्स धेरै खुब खाँदो रहेछ। अनि अर्को चाहिँ बिग मगमा चाहिँ बियर त्यो काँचो बियर भनौँ न त्यहाँ होइन। अब मैले त राखेन त्यो पुलिसले राखेको थियो। मेरो 1 युरो कि कति युरो राख्यो होला। हजुर हजुर फुल भर्छ ठ्याक्कै त्यो एक ठो पनि खस्ने थियो है कस्तो मजाले हाल्छ यो पिस होइन। अब त्यो बेल्जियममा चाहिँ सबभन्दा बस्नुपर्छ भन्ने मोरोगेनहरूसँग बस्ने त कति आइदिन्छ धेरै थाहा रहेछ तैँले त मोरोगेनहरूको चाहिँ इन्ट्रेस्टिङ कुरा छ है। मोरोगेन तिम्रो थाहा छ किन मोरोगेनहरू त डन हो नि त हो त। मोरोगेनहरूमा चाहिँ के रहेछ भने इन्ट्रेस्टिङ कुरा गरौँ न। हजुर हजुर मोर्गेनहरूमा चाहिँ राम्रो पढेको मान्छेलाई जब होल्डरहरूलाई चाहिँ छोरी दिँदैन रहेछ बुझ्यो है। अनि मैले जिज्ञासा मैले सोचेँ कि एउटा मोर्गेनबाट इन्टरप्रेट गर्ने हाम्रो चाहिँ अमृत लामा मेरो म्युजिक उहाँ त्यो बेला जर्मन थियो अहिले अमेरिकामा हुन्छ। हजुर अनि किन भनेर सोधेको यो पढाइ सराइ जागिर चट हुनसक्छ यो हुँदैन रे कि उनीहरूले ओन्ली चाहिँ पिक पकेट कि स्पेसली फ्री होइन कि पिक पकेटलाई चाहिँ छोरी दिँदो रहेछ अरे कि। अनि वाइ भनेर सोध्यो कि मैले सोचेँ भने यसले चोरेर भन्नु खुवाउँछ अरे कि छोरीलाई। मलाई मन पऱ्यो है आई लभ मोरोगेन न। अनि त्यहाँ चाहिँ कस्तो छ भने मैले त्यहाँ फर्स्ट यो धेरै भयो 15-17 वर्ष अगाडि गएको। पछि त गइसकेँ म फिनल्यान्डमा। मैले अनि स्टोनमा आफ्नै फिल्म रेखा भन्ने सुट गरेँ म आफै प्रड्युसर भएर पनि। अनि त्यहाँ चाहिँ मैले मोबाइल उषा पौडेललाई चाहिँ मिर्जीले मोबाइल दियो। त्यो बेलामा नोकियाहरू चलेको थियो कि भयङ्कर। अनि मलाई पनि एउटा मोबाइल किन्नु पऱ्यो मिर्जी कलरको स्क्रिन सानो सानो स्क्रिन भनेर त्यहाँबाट गयो के चाहिन्छ भनेर सोध्यो कि पहिला होइन। अब त्यस बेला काठमाडौँमा 32,000 पर्ने त्यहाँ चाहिँ जम्मा 11,000 पनि पाउँदो रहेछ कि। हजुर के भन्यो भने मैले के भने चार्जर चाहिन्छ यो निड बक्स यो भन्यो भरे त ओके आफ्टर 1 आवर यु कम हियर आई विल गिभ यु भने कि प्ला पऱ्यो। मैले 1 घन्टा पछि हामी जराउनुमा थियो जराउनु भयो घन्टा त्यहाँ जाँदाखेरि त उसले त पुरा सेल प्याक यो कसरी यो कस्तो सस्तोमा दिएको कहाँ सस्तो यो चोरेर ल्याएको कस्तो यस्तो हाइलाइट के त्यहाँ चाहिँ तपाईँलाई त्यो कहाँ रहेछ त्यो ठाउँमा पनि जानु पर्न पायो एकदम धेरै ठाउँमा छ। बेल्जियममा पनि छ नेदरल्यान्डमा पनि छ होइन। अब नेदरल्यान्ड त एकदम स्पेसली चाहिँ पपको लागि पनि पैसा पर्ने अनि एउटा चाहिँ सेक्सको लागि पार्लरहरू टानाटान भएको है। ठ्याक्कै हाम्रो छोचेङको जस्तो छोचे नभनौँ मासाङ गलीको गली जस्तो इन्जोय गऱ्यौँ त्यहाँ जाँदा चाहिँ इन्जोय गर्नु पर्यो। मलाई हिरोइन चाहिँ लगेन न्युड क्लबमा बस्यो भने 5 आवर इमेजिन गर्नु कस्तो मजा आउँछ है। पछि त मैले माने तिनीहरूलाई होल फ्यामिली बस्दो रहेछ। बट तिनीहरूमा एउटा चाहिँ त्यहाँको ल एन्ड अर्डर कडा छ है होइन। डाइरेक्ट चाहिँ पनि कनेक्ट गर्नु भएन मजाले। पछि त हाफ एन आवर पछि युज टु भयो त्यहाँ होइन। इन्जोय गऱ्यौँ 5 आवर त्यो उनीहरूसँग गफ गऱ्यौँ। पछि त गफ अनि मैले के फिल गरेँ नि यो स्टोन एज हो उनीहरूले चाहिँ जुन यो लिने होइन। अब त्यही बेला हो हामीले लेजरको सोना पनि थाहा पाएको केटी बसिरहेको होइन। त्यो अब न्युड क्लबै हो मिजुले स्पेसली हामीलाई चाहिँ देखाएको त्यो लगेको 1 आवरलाई 15 युरो तिरेको त्यो बेला है। अब त्यो बेलामा कहाँको मसँग त पैसा लिएर मिजुले त अरूसँग लियो भरे त 5 आवर बस्दै भागी हिँड्यो एकदम इन्ट्रेस्टिङ छ एकदमै। अब युरोप जहाँ गए पनि एउटै छ एकदम
होइन पिस धेरै धेरै मान्छे नै छैन त्यही त जस तपाईँलाई घुम्न चाहिँ रमाइलो लाग्छ दाइ मजा त्यहाँको मान्छेहरू सबभन्दा राम्रो के आफू घुमेको ठाउँ चाहिँ कता होइन मलाई त युरोप चाहिँ अस्ट्रिया एकदम राम्रो लाग्यो किन अस्ट्रिया कल्चरबाट धेरै राम्रो अनि फेरि अस्ट्रिया अनि साल्सबर्गमा गयो साल्सबर्ग त्यो त बोर्डर न हो होइन त्यो स्विजरल्यान्डको बोर्डरै हो त्यहाँ कल्चरको हिसाबले भने कि अनि त्यो 150 वर्ष अगाडिको चाहिँ चर्च त्यहाँ सुट गरेको थियो हामीले हजुर एकदम मान्छे नै छैन नि धेरै छैन मैले त्यो मैले इस्टोनियामा सुटिङ गरेर जम्मा 13 लाख थियो है 13 लाख त्यहाँको मेम्बरै 13 लाख पछि एकदम इङ्ग्लिस त हाई प्रोफाइलबाट बोल्ने थियो है पहिला रसिया रहेछ त्यो हजुर फिनल्यान्डमा पनि जानु पर्ने कि हामी त्यहाँ त सुटिङ गर्दाखेरि जम्मा 1.5 घन्टा अँध्यारो हुन्थ्यो मैले त्यहाँ गएँ इस्टोनियन आर्टिस्टहरू जम्मै लिएको यहाँबाट 2टा हिरो र हिरो पुरै विदेशी त्यहाँ मेरो चाहिँ त्यो त्यस्तै थियो कि स्टोरी मेरो हजुर अनि मैले चाहिँ 1 आवरको सुट त्यहाँ गरेको 19 दिनसम्म गरेँ सुट हजुर अब त्यो आउनै छ त्यो पनि मेरो पाइपलाइनमा छ घरमै पाइपलाइनमा छ एकदम युरोप राम्रो छ ठिक छ अब मुभीकै कुरा गरौँ त होइन आई थिङ्क तपाईँले धेरै नै मुभी गर्नुभएको छ अति नै धेरै होइन सुरुवात सायद देवर बाबुबाट गर्नुभयो होला हो म तिम्रो बोय जन्मै छैन क्या होला म त 42 वर्ष भयो यो फिल्ममा आएको म फर्स्टमा चाहिँ विश्वास भन्नेमा एक्सन कम्पोजर आएको तर अन स्क्रिन भइसिन्थेन त्यतिखेर कि के हो त्यसमा साइडमा नाचे थियो हो गानामा चौका पन्जा अनि मुभीमा चाहिँ होइन यो मानिक इरानी टाइपको रोल त खेलेको थियो होइन तर मैले एउटा नेवारी कल्चरको फिल्म यो राजामती भनेको पहिलाको चाहिँ त्यो नेसनल एन्थम पनि हो त्यो लभ स्टोरी हो पहिलाको अहिले पनि त्रिभुवन सरकारको हेऱ्यो भने त्यो राजामती कुमुदी धुन भयो त्यसको फिल्म बनाएको थियो कि त्यसमा म एउटा तेलिया भएर खेलेको थिएँ त्यसमा एकदम फेमस भयो अनि त्यसपछि त राजामती भनेको यो 52 साल 53 सालतिरको फिल्म कि राजाले पनि मर्जी भयो राजासँग बसी हेर्न पाएँ कि निसाद दाइले गर्दाखेरि यो रोयल मस्करा मर्नेहरू सबैसँग बसी हेरेको मैले होइन त्यो चाहिँ त्यसको रिजन छ क्या त्यो नेवारी ल्याङ्ग्वेजमा थियो त्यसको डाइरेक्टर र प्रड्युसर चाहिँ हाम्रो निर राजा थियो कि निरसाद दाइ अनि राजा कहाँ देखाउने भइसक्यो त्यो दरबारमा मलाई गुरु मान्छ कि उहाँले चाहिँ मैले चाहिँ सपनामा पनि फाइट गराइदिएको गुरु नै भन्छ अहिले पनि गुरु भन्छ मलाई त्यतिखेर के सिनेमामै हेर्नुभयो कि होइन दरबारको सिनेमामा हेरेँ दरबारभित्र नि सिनेमा छ त्यहाँ महेशमा खाना खाएँ नि म मजा आयो त्यो रिजन चाहिँ के हो भने म लकी के भयो भने केही बेला राजा रानीले मर्जी भयो भने चाहिँ नेवारी ल्याङ्ग्वेज त बुझ्दैन होइन अनि त्यस बेला सब टाइटल पनि थिएन कि है अनि केही बेला सोध्यो भने मलाई नेवारीमा त म नेवारी हो नि त राजाले त्यसको लागि चाहिँ मलाई लगायो नि राजाले हामी चाहिँ लास्ट सोमा ट्रान्सलेसन गर्नलाई नि बाई चान्स मर्जी भयो भने कि त्यही त नि तर रोयल फ्यामिलीहरू सबै नेवारीहरू बोल्दो रहेछ भने थाहा सबैले बुझ्यो हजुर त्यहाँ बसेर हामी 3 घन्टा जति यस्तो रमाइलो गरेर यस्तो गड किङहरू कि सबै जुन गयो नि त सबै भगवान् है एकदम देउटै जस्तो राजा गयो एनिवे यो मुभी त्यो फिल्मबाट म हिट भइसकेपछि अनि गरिब खेलेँ अनि गरिब खेलिसकेपछि सबभन्दा हिट भएको चाहिँ म हामीलाई पनि माया पार्वती हाम्रो बसन्त दाइ कि हजुर बसन्त श्रेष्ठ दाइ हाम्रो डान्स डाइरेक्टर दाइ हजुर नेपालको एकदम हस्ती मेरो गुरु पनि हो डान्समा चाहिँ ओके नाइस हामीलाई पनि माया पार्वती ब्लास्ट हिट भयो कि अघि परिसक्यो गीत भन्नुभयो हामीलाई पनि मायाले हेर पार्वती ब्लास्ट हिट गाना फर्स्ट ब्लास्ट हिट त्यो त एकदम 25 वर्ष कति वर्ष भयो तिमी म अहिले 24 त्यो मैले गाना गाएको तिमी जन्मै थिएन त्यो सुने चाहिँ छ त्यो होइन अहिले युट्युबलाई थ्याङ्क्स कि युट्युबमा जम्मै छ सबै छ अनि त्यसपछि म भिलेनहरू यतै खेल्न थालेँ कि धेरै चाहिँ नेगेटिभ रोल र रेपिस्टमा थिएँ मेरो चाहिँ हिरो कहिले खेल्नु भएन होला छ म हिरो चाहिँ भेटीमै खेलेको छु देउर अनि बारुडमा खेलेको छु हामी निखिल उप्रेती म रमित ढुङ्गाना अनि म त भिलेन मात्र होला जस्तो लाग्थ्यो जय किसन अनि अर्को चाहिँ हाम्रो के विक्रान्त हामीहरू 6-7 जनाको यो हिरोको टोली हुन्छ कि हजुर दाइ होइन त्यो खेलेको छु अनि भेटीमा म र रेखा त्यसमा चाहिँ कपल्स छैन भेटीमा चाहिँ रेखा मेरो चाहिँ कपल्स के जोडी खेलेछ अफर आएको त्यसपछि मैले चाहिँ तर तपाईँलाई भिलेनमै इन्ट्रेस्ट मलाई एकदम किन होला दाइ त्यस्तो भिलेनमा के रमाइलो भयो कि त्यस्तो भिलेन भएको मलाई
ठिक छ होइन कस्तो हुन्छ भने हिरोहरूको चाहिँ लभको यो बेड सिन पनि त्यो बेला अलिकति हामी टाइटै थियो कि होइन अनि हिरोले चाहिँ हिरोइनलाई राम्रोसँग टचै गर्नु पाउँदैन क्या भिलेन त झाप झाप र झुप झुप अनि त उनी पनि रमाउँछ तर मैले फर्स्ट बिपनालाई एकदम थ्याङ्क्स होइन मैले फर्स्ट चाहिँ त्यो गरिबमै हो रेप गरेर मर्डर गर्छ क्या बिपना मानेकै थिएन होइन अनि अशोक शर्माको चाहिँ ससुरालीमा सुटिङ गरेको थियो अलि किङ साइज बेडमा थियो होइन हजुर दाइ बिपनालाई मैले 1 घन्टा कन्भिन्स गरेँ कि यार म एक्सन डाइरेक्टर पनि हो हामीले के को लागि फिल्म खेल्ने यस्तो चिज चाहिँ ब्याड हो भनेर देखाउने हो नि त होइन अब यो रेप पछि तिमीलाई मर्डर हुन्छ अनि हिरोलाई तिमीले बुझ्छ अनि तिम्रो लागि हामीलाई रिभेन्ज लिन्छ उसले होइन जस्तै नमिता सुमिता कहिले काण्डहरू छ नि कहिले रिभेन्ज लिन सकेको छ त्यो फिल्म हामीले पहिल्यै देखाउँछ कि उसलाई कन्भिन्स गऱ्यो त्यसपछि त जब स्टार्ट भयो नि खाटै भाँच्यो पछि त मजा आउनु थाल्यो रिटेक भइहाल्यो जो होइन रियलमै भनेको रेप सिनमा हिरोइनहरू पनि जो पनि छ को आर्टिस्टहरू उनीहरू भयङ्कर इन्जोय गर्छ म त इन्जोय गर्ने भइहाल्यो नि त त्यसपछि फिल्म पनि हिट मान्छे एक्साइट हुन्छ नि हामीले थिएटरमा त्यो बेला त 3 घन्टा 2.5 घन्टा नर्मल्ली देखाउँथ्यो नि इन्टरटेनमेन्ट कसरी दिनु त भन्ने कुरामा फोकस गर्छ कि पहिला चाहिँ होइन भावुक चाहिँ भावुकै हो नि त सिन त होइन बवाल अहिले पनि मजा आउँछ त्यसबाट नै एकदम पपुलर हो मलाई चाहिँ म एक्सन डाइरेक्टर धेरै फिल्म गरेँ 4 5 भन्ने मुभी गरेँ मैले अहिले पनि म फेरि कम ब्याक गरेँ 10 वर्षपछि यो अहिले चाहिँ 7 भिलियन चाहिँ हो अब होइन मैले अहिले गरेको फिल्महरू चाहिँ एउटा जुन भन्नेमा चाहिँ आर्मीको रिटायर आर्मीको चाहिँ मेजर भएर खेलेको छु अनि यो पहिचान भन्ने मन ठ्याक्कै बबी देओलको रोल छ कि एनिमल बोलिसिन चाहिँ न यसमा चाहिँ तपाईँ बोलिन्छ डायलेक्ट छ एक्सनहरूको मैले पार्टहरू चाहिँ अब धीरेन साकी हिरो छ त्यसमा हजुर हामी लोगो खोलेको छु कि म त्यहाँ ट्याटो बनाएको धीरेनको चाहिँ बजिएको बोली राम्रो छ नि त मको त्यसै बनाएको होइन अनि त्यसपछि आएर चाहिँ यो आउती भन्ने फिल्म भइहाल्यो यो अमेरिकाबाट अन्य सङ्गठन ल्याएर बनाएको साम्राज्ञी अनि हस्टेलको भाइ त्यो भुटेनिस भाइ छ एउटा के रोहन गिरी बेस्ट सबै बेस्ट छ अनि त्यसपछि अहिले चाहिँ यो किन लाग्छमा आयो कि यो पनि अमेरिकाबाट आएको भाइ हो एउटा होइन उनीहरूले चाहिँ मलाई भिलेन भनिदिएछ म भिलेन चाहिँ रियलै म बाबुराजा भएरै खेलेको छु कि तर बाबुराजा चाहिँ रियल क्यारेक्टर चाहिँ त्यति नेगेटिभ मेरो नेगेटिभ छैन बाबु अहिले पनि मलाई हेटौँडामा चाहिँ नगरपालिकाले सम्मान गरेछ मैले चाहिँ लगभग 7-8 वर्ष चाहिँ हेटौँडा हल्लाएकै हो तर म पोजिटिभ वेमा भएकोले चाहिँ किनभने हामी एउटा चाहिँ सम्पन्न फ्यामिली होइन जसमा चाहिँ पैसाको कहिले पनि प्रब्लम भएन खाना प्रब्लम भएपछि अनि मैले रङ वेमा गएन कि म सबैलाई हेल्पफुल भयो कि हजुर तपाईँको राम्रो साइड पनि एकदमै छ नि त अनि त्यो बेला नगरपालिकाले मलाई सम्मान गरेछ अहिले पनि मलाई रेस्पेक्ट गर्छ होइन तर त्यो फिल्ममा चाहिँ ब्याड क्यारेक्टर खेलेको छु कि होइन अनि त्यसमा चाहिँ दुईटै दाजुभाइलाई त त्यो हलमा त यो मुद्दालाई मारे पनि हुन्छ भन्छ अहिले मैले एकदम हटली चाहिँ रिक्वेस्ट गरेको छु कि राई समाललाई चाहिँ गेस्ट रोल गरिदिनु न किनभने दुईटै हिरो जुन प्यासन भएर खेलाएकोलाई चाहिँ म यस्तो ढुटो मैले टिकटकमा पनि हालेको छु रिजन चाहिँ हालेको छैन कि दुईटै बाउ के दाजुभाइ दुईजनालाई नै ट्र्यापमा राखिदिएर खतम पारेपछि त्यहाँ राई समालाउनै पर्छ कि त्यो फिल्मलाई पनि पोजिटिभ हुन्छ नि रिक्वेस्ट गरेको छु होइन त्यही त हामी अडियन्सलाई पनि त्यो अब पहिलाको अब भनौँ न एक्टर्सहरू सबैजना त्यसरी नै कि त्यही तरिकाले मुभी बनायो नि अहिले होइन त्यो त यस्तो नि मैले चाहिँ के भन्दाखेरि मुभी भन्ने बित्तिकै पहिला चाहिँ कस्तो हुन्थ्यो भने हाम्रो समसामयिक वस्तुमै हुन्थ्यो कि सोसियल म्यासेज हुन्थ्यो हामीसँग चाहिँ होइन जो फिल्म हेर्न गए पनि एउटा न एउटा एङ्गल लागिरहेको हुन्थ्यो कि क्यारेक्टरहरू यसरी हुन्थ्यो कि पछिको फेजमा त लभ स्टोरमा त्यो बन्यो त्यसपछि आएर चाहिँ डकु ड्रामा जस्तो फिल्मको बन्यो फेरि पब्लिकले चाहिँ होइन एउटा चाहिँ फ्यामिली ड्रामा यस्तो भएको अहिलेको त्यो पहिलाको जस्तो होइन कि चिज त त्यही हो थिम त त्यही हो तर अहिलेको कन्टेन्टमा चाहिँ बनाइरहेछ कि अब चाहिँ होइन त्यसो मेरो अहिले पाइपलाइनमा 3-4 जना कुरा भइरहेछ अनि म त यो अहिले
just how to protect our country के beautiful country तपाईलाई चाहिँ त्यसको लागि त मैले भयंकर मेरो त करेन्ट छ हैन हजुर म राजादेखि सबैलाई घचघचाएर हुन्छ नेपालीहरूले धेरै खोजेको छैन नेपालीहरूले रहरले विदेश गएका होइनन् हैन नि त्यो त हैन मजबुरी छ उनीहरु चाहिँ ब्राइट फ्युचर धेरै हैन त्यसको लागि गएको हो नेपालमै ब्राइट फ्युचर भयो भने उनीहरु सबै कम ब्याक हुन्छ यो विषयमा फोकस छ कि मेरो अहिले राम्रो त्यो त राम्रो मेसेज मैले अनि यो फ्यामिलीमा मैले के भन्छन् बाबुलाई पनि हजुर आमा बाबु भनेको भगवान भन्दा माथिको हजुर किन हामीले यो सृष्टि देखायो करेक्ट आज तिमी छ म छु मेरो आमा बाबुले गर्दा तिम्रो आमा बाबुले गर्दाखेरि भेरी ट्रु डोन्ट मिसयुज फादर मदर भन्छ कि म भगवान हो उनीहरूले गर्दाखेरि आज संसार पायो हैन अब सकेसम्म हेल्प गर्ने नसक्यो भने किनभने हामीलाई आमा बाउले यति चाहिँ स्याहारेर 16 वर्ष तिमीलाई यादै छैन हो कि भगवान तिमीलाई एजुकेसन दियो ड्याड मम इज अ ग्रेट हजुर तिमीलाई चाहिँ यो प्लेटफर्म दियो आज तिमी बेल्जियममा छौ आज तिमीलाई यस्तो फ्रिडम छ हजुर हैन बेल्जियम भयो भने न तिमीले म भन न त्यहाँ त टाइम जोन हो पैसाको पैसा हो त्यही त हैन अहिले यहाँबाट चाहिँ 8 मिटर पनि छ अनि सरी माइन्ड नगर्नु मैले पनि अहिले म अलिकति प्रोफेसनल भएको छु कि धेरैले बोलाउँछ त्यहाँबाट म त लिन्छु तर म गरिन यार भन्छु मेरो पनि एउटा फ्यामिली छ यही वे न हो भनेर म तिमीलाई अघि भने माइन्ड नगरिदिनु किन यो फेरि तिमीलाई जसले एक दुईजनालाई देला तर प्रायः चाहिँ हिरोहरू सबैले चाहिँ हुन्छ भन्छ तिमीलाई डेटै दिँदैन मलाई थाहा छ कि बिकज दे निड अल्सो मनी के होइन जस्तै कुनै नयाँलाई पनि म यस्तो त्यो कहिले पोडकास्ट नगरेकोलाई पनि हेल्प गरिदिन्छु त्यसो भयो भने त्यो अब त्यो नयाँ आउने अझ स्पेसली केटीहरूलाई त्यो फ्री हो है आज साडी लाएर आउनुपर्ने लेडिजहरूलाई त म फ्रिली गर्छु किन लेडिज भन्ने बित्तिकै एउटा चाहिँ कनेक्टिभ नेगेटिभ पोजिटिभ भयो एउटा फर्स्ट होइन अनि उनीहरूले अब मेरो अहिले एकदम भाइरल भएको छ एउटा हाम्रो एलेना बहिनीले सोधेको पनि यस्तो क्वेसन सोध्छ कि हामीले पहिला सोध्थ्यो अब उनीहरूले सोध्छ कि होइन खालि जहाँ गए पनि सेक्सको विषयमा सोध्छ क्या अनि मैले भने टुनालमा पहिला मेटल लगाउनु पहिला पशुपतिको टुनालमा छ त्यो मेटल लगाऊ ड्यान आफ्टर यसलाई चाहिँ राम्रो पोजिटिभली लियो भने राम्रो नेगेटिभ लियो भने नराम्रो हजुर हो नि होइन यो सृष्टि हो यो सृष्टिको हिसाब हेर्नुपर्छ दुईटै इन्जोय हुन्छ ऋषि हामीलाई पनि त्यसै भन्छु क्या एक्सर्साइज नगरौँ त्यही तर तपाईँलाई कडा क्वेसन आउँछ है हाम्रो धर्मले पनि कतिवटा बुढी छ भन्नुहुन्छ कहिले के भन्नुहुन्छ तपाईँले सुन्दैन भन्छ यस्तो तपाईँ ड्याङ बोल्छ भन्छ होइन म इन्डिभिजुअली मेरो व्यक्ति बोल्दैन कि व्यक्ति मलाई खान पुगिरहेको छ सबै चिज भइरहेछ नि त तर मैले खान नपुगेकोहरूलाई होइन यो देशमा चाहिँ अहिले गाउँमा रियलै भनेको पाखा सबै चाहिँ खाली भइसक्यो त्यहाँ बिरामी भयो भने आमा बाउ बुढाबुढी बाहेक कोही छैन बिरामी भयो भने त्यहाँ यो गभर्मेन्टले हेल्थको कुनै पोस्ट हालेको छैन हो अस्पतालहरू पनि छैन होला म त यो नेताहरू कोही पनि घुमे यो राजा पनि घुमेको छैन के बाबु म सुटिङमा यो जम्मै 41 वर्षमा पूर्व मेचेकी पछि महाकाली उत्तरदेखि दक्षिण पुरा घुम्ने मात्र होइन कि हामी कलाकार भयो नि त कसैलाई खाना बोलाउँछ म त लोकल कास्टमा गएर खाइदिन्छु म त पहिला पानी खाइदिन्छु तिनीहरूलाई उनीहरूको जनजीवनहरू म अरू चाहिँ सुटिङमा जान्छन् म फ्री भयो भने उनीहरूको लाइफस्टाइल के छ भने हेर्छु कि तर एकदम खुसी पनि लाग्छ मलाई किन उनीहरूको अब हामी अलिक चाहिँ बिग सिटीमा बसेपछि बिग प्रब्लम उनीहरूलाई प्रब्लम छैन तैपनि उनीहरू पनि छ उनीहरूलाई मिठो खाउने राम्रो लुगा लाउने त रहर छ नि एउटा सन्तुष्टि चाहिँ छ है उता आफैले आफ्नै खेती गर्यो आफै खायो पनि अर्गानिक हाम्रो एउटा चिज सपोज ल गाडी बाइक हुनेलाई गाडी चाहिने गाडी हुनेलाई अब त्योभन्दा माथिको चाहिने होला होइन जस त्यताको लाइफमा त उनीहरूले त केही छैन नि त जस जे छ त्यसमै खुसी हुनुहुन्छ नि त धेरै ह्याप्पी के है उनीहरूलाई निन्दा पनि राम्रो लाग्छ हामीलाई हटपट लाग्दैन बुझ्यो हजुर होइन हजुर हामी चाहिँ दाइसँग कहाँ जाँदैछौँ अहिले विनर्स स्ट्याबल मेरो टिमको दाइले हर्स ट्रेनिङहरू सबै यहाँ स्पेसली हर्स ट्रेनिङ गर्नु अस्ति मात्रै साम लागेर हाम्रो रोहन गिरीले चाहिँ हजुर यहाँ 5 days ट्रेनिङ गराएर अनि पछि सुट गरे त्यहाँ राख्ने अर्को ल मेरो अर्को जिगर छ यार हामी त्यो त्यहाँनिर लगाउँ ल होइन पछि सफा भइहाल्छ नरोक्ने यहाँ मजा आउँछ होइन बाबु म त्यहाँ आउँदैछु कहाँ आज कहाँबाट भेट्यो मेरो भाइ यो यत्रो ट्रेनिङ गरेर चाहिँ आउँदैन यो यहाँको चाहिँ मेन एमडी पनि हो यो फिल्ममा भिलेन पनि खेलेछ नथिङ पोसिबल भिलेन खेलेछ संजोग होइन ऊ कहाँ हो
खेल्न माने थिएन नि त ऊ चाहिँ प्रोफेसनली जस्ट सरी यहाँ आउने यो हाम्रो यहाँको एमडी प्रोफेसनल हर्सको चाहिँ एकदम स्पेसल होइन ट्रेनर भन्न पनि अब छ भन्न पनि अनि अर्को चाहिँ मैले चाहिँ हामीले नेपाली फिल्ममा धेरै गर्ने यहीँबाट होइन हामी पहिल्यैदेखि टिम हो अनि नथिङ इम्पोसिबल भिलेन पनि ल आज रमाइलो हुन्छ यहाँ हामी यो गरेर एक राउन्ड हर्स पनि हान्ने त्यो पनि आउँछ तिमीसँग मेरो कुरा पनि छ मेरो भाइ ओके अब हामी झर्दैछौँ ल ओके नेपाल नेपाल होइन के नेपाल उज्जवल नेपालसँग चाहिँ म छु मेरो भाइले चाहिँ अब क्यामेरा यसरी घुमाउनु पर्ने हो एनिवे आई लभ यु माई ब्रदर ल यहाँबाट निस्क्यौँ है त यो मेरो एकदम प्यारो मेरो भाइ यो एकदम तगडा हर्स हजुर अब अघि हामीले हर्स स्ट्याबल भने हजुर यो विन हर्स स्ट्याबलमा अहिले हामीसँग भएको हर्स यो र अर्को पनि छ होइन यहाँ बगीहरू पनि छ म्यारिडको लागि चाहिँ बगी हामीले अहिले छोपिरहेको छौँ हजुर अनि यसको स्पेसल यसको चाहिँ एमडी मेनेजिङ डाइरेक्टर चाहिँ हाम्रो निरज केसी हजुर यहाँ मेरो भाइ हजुर फ्यामिली हर्स विनर्स स्ट्याबल छ कोही पनि चाहिँ विन हर्समा मैले स्पेसल बाबुलाई रिक्वेस्ट गरेँ अघि बाबु यो गाडीमा आउने बाइकमा आउने यो थुप्रो छ तिमी चाहिँ तिम्रो अब तिम्रो हिरो बन्दैछौ तिमी ग्यालोपिङ हर्स पनि स्टोरी बनाउनु त भने त्यो आउँदाखेरि त्यसको युनिक हुन्छ त्यो हर्सलाई राई समानले 1 नम्बर पाखेमा खेलेछ पहिला भुवन दाई शिव दाईहरूले हर्स राइडिङ गर्यो हाम्रो दाइले हर्सको एउटा साउन्ड लाउनु भएको छ र हर्सले चाहिँ रियाक्ट गर्दै त्यो चेक गर्न लेस सुनौँ है त एकछिन है म यहाँ क्युमा राखिदिन्छु पहिला है ओके सर खामान यस ओके तेरै हो तेरै हो उसकै यहाँ फेरिदिन्छ है बल्ल तेरै हो तेरै हो ए ओ ल यहाँ हेर्नु यहाँ कस्तो मजा आउँछ के छ यो ऱ्याक गर्छ नि आवाजले राम्रो दाइसँग हामी आज जोस् यहाँ तिमीलाई हाम्रो सबै छ नि मैले उयसको सबै हालेछ नि मैले फलो गर ल दाइ गुड लक ओके थ्याङ्क यू दाइले राको ढाला सुने हो घोडा ढाल्नु त अन्त होल यो चम्केको नि आज यसलाई राइड गराएर सक्छ छैन ए पऱ्यो म थानिहाल्छु नि ओके हर्नफ्री पोडकास्टको लागि चाहिँ आज चाहिँ हामी डिफ्रेन्ट जान्छौँ हजुर मेरो बाबु बेल्जियममा आएको छ हिरो बन्दैछ अल द बेस्ट थ्याङ्क यू दाइ है थ्याङ्क यू सो मच फुल सपोर्ट फ्रम माई साइड थ्याङ्क यू दाइ है अब मैले स्पेसली हर्स चाहिँ 1 विक यो 14 दिन बस्छ 1 हप्ता चाहिँ ट्रेन गर्नु पऱ्यो ओके ओके ल माथि है एनिमल लगाइदियो काजी होल्ड रमाइलो कि घोडा चलाउनु रमाइलो त दाइ यताबाट प्रश्न आयो अलगै छ त्यो होइन त्यो स्वर्ग हो भने यो इन्द्रको सवारी हो इन्द्रको जस्तो के यो हर्समा के हुन्छ भने जब ग्यालप जान्छ नि अब स्ट्रिट पनि त्यस्तो हुनु पर्यो नि त्यो फल हुन्छ हर्समा पनि फल हुन्छ मेरो फल भएको छ किन मैले हाफ एन आवर ग्यालपीमा राइड गर्दाखेरि त पुरा यसो चल्छ त होइन अन्त दनक दिएको छ भइहाल्यो नि त एनिवे ओके शिवा यो स्पेसली मेरो चाहिँ स्पेसल ट्रेनर हो बाबुलाई चाहिँ शिव बाबुलाई चाहिँ स्पेसली ट्रेन छ नि मर्निङमा चाहिँ आउने है अनि बाबु यो चाहिँ नि हर्सलाई जहिले पनि फर्स्ट लभ गर्नुपर्छ है हल्काजी
अनि एकदम माया गऱ्यो भने चाहिँ हर्सले चिन्छ हर्सले बस्ने बित्तिकै थाहा हुन्छ यो राइडर हो कि होइन भनेर चाहिँ कि हजुर तर अब हाम्रो चाहिँ स्पेसल ट्रेनरहरू भएकोले चाहिँ डोन्ट वरी हजुर अहिले खालि लाइटली एकपल्ट तिमीलाई राइड गराइदिन्छ हजुर ओके म अब चाहिँ झर्दैछु शिव ओके दाइ हुन्छ दाइ यो दुई टाउ मैले चाह्यो भने उठाउँछु चाह्यो भने उहाँले चाहिँ गर्नुहुन्छ होइन पछाडि म अर्को ट्रेनिङमा उनीहरूलाई पनि गर्छु ऊ हाम्रो उसलाई गराएको है हरि त्यहाँ ऊ हाम्रो निरो डराइरहेको थियो ब्ल्याक कमान्ड फिल्ममा उठाएको छ उसले त गजबले दुईटै एउटा यसरी समान होइन अब हजुरले यो यता तान्यो नि एउटा यता तान्यो यता तान्यो यता आउने हो पछाडि तान्यो रोकिने भयो होइन हजुरले हिँड्नु पर्ने यसो छुनु भयो भने ऊ हिँड्छ ए ल अब यहाँ पहिला स्लोली मोमेन्ट गराउँछ ओके ओके फर्स्ट राइड नेपालमा फर्स्ट राइड राइडले ल नेपालमा फर्स्ट राइड हुँदैछ राजेन्द्र दाइ अलि लु छोड्ने ओके घोडा चढ्न सिकेँ यसमा राइड गर्ने प्लिज टक्क लाएर घोडालाई माया गर्दै हजुरहरूले नि यो भिडियोलाई माया गरिदिनु होला ठिक छ राम्रोसँग कस्तो मजा आउँछ नि वाक आई लभ हर्स नि टुक्क यो यहीँसम्म हो नि रुख उठेर बाइकबाट जाँदाखेरि बिस्तारै पछाडि आउनु ए ओके 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 ठिक छ ल कस्तो लाग्यो तपाईँलाई मजा आयो नि मजा आयो रमाइलो भयो ल्यान्ड क्रुजरमा मजा कि घोडामा घोडामा मजा नि घोडामा मजा आउँदो रहेछ गाडी भन्दा त होइन हो त नि गाडी भन्दा बाइक गाडी त केही होइन गाडीमा चाहिँ कस्तो फिजिकली एक्सर्साइज हुँदैन क्या यसमा चाहिँ फिजिकली एकदमै एक्सर्साइज होइन यो म रियल भन्छु क्या स्टमक पेट बढ्ने मोटोहरू चाहिँ डेली चाहिँ 1 आवर परेन हाफ एन आवर आएर यहाँ 1 मन्थ जति छ नि त्यो पनि स्पेसल हामीले बनाउनेछु कि त्यो गरिदियो भने उसको सबै फिजिकहरू राम्रो भएर आउँछ यसमा धेरै पाचन क्रिया बलियो हुन्छ नि यसमा त अनि मसल्सहरू सबै चल्छ किन यो बडी चलाउँछ नि त अब गाडीमा चाहिँ लग्जरियस भयो कि है गाडी चाहिँ कस्तो भन्दाखेरि रिल्याक्स गाडीको अलगै छ यो अलगै छ दाइले जो हर्स राइडिङ ल्याउनु भयो है असाध्यै रमाइलो भयो है यो पनि अब एउटा थिमलाई चाहिँ त्यही त नि नेपाल आएर जोस् होइन यसले अब कमसेकम त्यहाँ गएपछि चाहिँ आफै अझ स्ट्यान्डर्ड होस् नि नेपालमा पनि एउटा छ भन्ने कुरा हो नि त्यही त लकिली अब यो हाम्रो पनि स्टेबल भइरहेको भएर अब यहाँ फेरि यहाँ तिम्रो यता ल्याइदियो नि म त अब यो ड्रेसमा लाउने नै होइन नि यो त एकदम चिप्लो छ नि अनि तिम्रो यो खस्रो ठिक छ हर्स राइडिङमा चाहिँ कहिले चिप्लो लाउनु हुँदैन खस्रो लाउनु पर्छ जोस् मैले अहिले कुरा बुझ्दाखेरि तपाईँले यो कुरा गरिन भने खल्लो हुन्छ पोडकास्ट रागो ढाल्नु भएको छ होइन तपाईँलाई घोडाले ढालेछ कि छैन घोडा मलाई फालेछ फालेछ है नराम्रोसँग फाले त्यही अघि भन्नुभएको थियो नि त्यो के भएको थियो त्यहाँ एक्चुअली अलि छोटो त्यो चाहिँ कस्तो भन्दाखेरि हामी सुटिङ सकाएर हजुर जब हामी मुक्तिनारायण गइरहेको थियो नि त्यो त पहिला त अब यो गाडी साडीको व्यवस्था थिएन त्यहाँ हर्समै जानुपर्ने थियो कि त्यो टाइममा चाहिँ होइन आजभन्दा 1992 भनेपछि 20 वर्षै भनौँ न त्यतिखेर साधनहरू थिएन अनि त्यो घोडा लिएर गएको माथि गयो अनि मेरो एउटा भानु भन्ने चेलाले लग्यो त्यसपछि म गएको त्यो घोडा स्केट भयो के चिप्ले लिएपछि अनि हामी दुईजना रोलिङ अझ अहिले यो भिड यस्तो भिडभाड झरेको नि त गालड्याङ्ग्रा गुल्लुङ गयो अनि त्यो अहिले त सेडल भन्छ के त्यो माथि बस्ने तिनीहरूको त काठको थियो काठको मेरो त थली है यस्तो नराम्रोसँग 1 विक मैले सही सुटिङ गरेँ कि फेरि त्यो खुलाको अब लाइक तपाईँको एक्सनहरू त धेरै गर्नुभएको छ नि त है त्यो आई थिङ्क साथी म तिम्रो फिल्ममा आई थिङ्क तपाईँले एक्सन सिकाउँदा आई थिङ्क तपाईँको खुट्टा भाँचेको थियो करेक्ट अनि अहिलेसम्म स्टिल लगाइरहेछ है निकालेको छ कस्तो लाइक सिकाउँदा कसरी होइन त्यो मलाई चेज गर्थ्यो भुवन दाईलाई चाहिँ हेमन्त बुढाथोकीले चेज गर्ने थियो कि चेज हजुर अनि एउटा फ्री फल गर्नु थियो मैले नगरौँ भने कि त्यो के म अब 40 फिट 30 फिटबाट हाफाले मान्छे होइन त्यो लगभग 15-20 फिट जति थियो कि जबरजस्ती कि त्यो हुने रहेछ कि हामीले प्रिपरेसन लिए पनि अनि मेरो चाहिँ त्यो बारमा ठोकिएर चाहिँ पछाडिको फिबिलो बोन भाँचेको कि तपाईँले म एकछिन बेहोस हुन लाग्छ हमका भन्यो पछि बिएनबी गइहालेँ अनि त्यो दिन चाहिँ इन्जेक्सन दिइहाल्यो भोलिपल्ट अपरेसन गऱ्यो पर्सिपल्ट त घर आएछु मैले त्यो स्टिल हालेर है होइन स्टिच गरेँ अहिले पनि यहाँ मेरो 8वटा चाहिँ सानसानो स्क्रु र एउटा प्लेट छ त्यो चाहिँ प्लेटिनियम भनेर राखिदियो कि हाम्रो अशोक बास्कोटा दाईको टिम भनौँ न हजुर दाई चौधरी
चक्रराज पाण्डे बाबुका डाक्टर चाहिँ यो चाहिँ भनेको रायनगरी भन्ने यस्तो हो भनेर मैले अहिलेसम्म निकालेको छैन म मेरो बिचमा 14 इयर्स जति भयो होला अहिलेसम्म पेन भएको छैन पेन भयो भने आउनु भनेको थियो छैन फेरि मलाई के भन्दा अरूदेखि डराउनु आए पनि सुईदेखि डराउने कि सानैदेखि यहाँ एकछिन बाबु यहाँ है यहाँ कहाँ मकै पोलेको त्यहाँ खानुपर्छ है हुन्छ ल जाउँ अहिले छैन अहिले जिम गर्दैन 7 इयर्स भइसक्यो जिम गरेको छैन मैले गरेको छैन त्यही पनि 100 फिट भइसक्छ त म यो यसो नि अनि पेट घटाउनु गाह्रो भएर चाहिँ अनि त्यो डाइटले घट्दो रहेछ कि फिजिकल हामीले यो क्रन्चिङ गरेर पनि नहुने रहेछ कि मेन चाहिँ डाइटै रहेछ डाइट पनि एकदम होइन कोही एकदम धेरै खान्छ भने 2 टाइममा खाने चाहिँ 4 टाइम 5 टाइममा खाने त्यसको रिजन के छ भने हजुर धेरै खाएपछि उसले डाइजेस्ट गर्न सक्दैन नि त अनि त्यसबाट निस्किन्छ फ्याटमा जान्छ क्या अब त्यसलाई नै 4 भाग गर्ने के बिहान र बेलुकाको चाहिँ 4 भाग गरेर भात खाइदियो भने चाहिँ पेट लाग्दैन रहेछ त्यस्तो छ नि यो मलाई थाहा थिएन अब मैले चाहिँ अब युरोपमा त्यत्रो बच्चाखेरि ब्राउन ब्रेड धेरै खान्छ नि ब्राउन ब्रेड धेरै हो त्यसमा है किनभने उनीहरूले फ्याटलेसै खान्छ धेरै हो त्यो त ब्राउन होइन अनि फ्याटलेस खान्छ त्यसपछि आएर फेरि उनीहरूले जो चिल्लो खाँदैन खाना पिरो खाँदैन हामी त हामीलाई चिल्लो पिरो भएन भने त हामीले त्यो बेला सुटिङ गर्दाखेरि त्यस्तै पऱ्यो उनीहरूले त नुनलाई पिरो भन्छ हो नि कतिले त भन्नाले प्रायः जसो त्यस्तो सिजनिङ गर्दैन तर त्यो रिप्सहरू त एकदम दामी थियो है त्यो खाएँ अब फेरि आइस्यो भने अब एउटा प्रश्न चाहिँ मलाई एकदमै अब त्यो थाहा हुनु मन लाग्यो दाइ है त्यो अब रागो ढालेकै क्वेसन हो है सो आई थिङ्क धेरैले सोधिसक्यो होला होइन के हो कसरी ढालिसक्यो त्यो म पेसाइ नै अब राँगा मार्ने भयो होइन खड्किएर भयो म जन्म जाँदै त्यहाँबाट म एकदम ग्रेटफुल हुन्छु कि आफ्नो कास्टलाई चाहिँ हजुर हजुर अनि म त्यो एज पनि स्टार्टिङ भइरहेको थियो 15 वर्षदेखि म खलिफा बक्सिङ जुडो अनि कराटेहरू गर्दा अनि त्यो बेला चाहिँ अझ टिचरहरू थिएन पछि मात्र हामीले 16 वर्ष 17 वर्षको उमेरमा मैले सोडगान गरेको त्यो बेला बुकबाट पढ्थेँ कि अनि झिटकन्नु बुक मगाएको थियो हङकङबाट हामी कहाँ चाहिँ मासु किनेर ल्याएर सुक्टी बनाएर अनि मकैको पिठो चाहिँ हङकङ बेच्थ्यो कि त्यहीँ हङकङको लाउरेर थियो उनीहरूले झिटकन्नु बुक मगाएँ कि तपाईँ त्यतिखेर हेटौडामै हुनुहुन्थ्यो म हेटौडामा त कति 40 सालमा त आएको क्योक्सन कराटेमा मलाई इन्भाइट गरेपछि आएको त हो म त्यही नै मैले भने नि 70 38 39 40 41 42 सालसम्म पनि मैले हेटौडा होल्ड गरेँ कि राम्रो म हुन्जेल चाहिँ त्यहाँ कसैले झर्छ हुन्थेन कि हुन्थेन दाइ आउँछ भन्ने भन्थ्यो कि म सबैलाई एकदम एउटा फ्यामिली भएर बस्थेँ कि म कुद्न अनि अब पछि पनि अब अहिले त अब एजुकेटेड भइसक्यो फाइटिङ गर्ने राम्रो होइन भन्छ अब हाम्रो त्यो एक किसिमको मिडल स्टोन एज भन्छु कि हार्ड वर्किङ टाइम यसो साइबर थिएन होइन एउटा फोटो खिच्ने पनि 1 हप्ता पछि स्टुडियोमा गएर खिचेर आउँथ्यो द्याट्स द टाइम कि हाम्रो एउटा चाहिँ अनि त्यो बेला चाहिँ हामीले के पाएको भन्दाखेरि फिजिकली अहिले त मोबाइलमा खेल्छ नि बच्चाहरूको फिजिकली खतम हुन्छ हाम्रो त गुच्चा खेल्ने पाङ्रा खेल्ने खोलामा खेल्न जाने होइन त्यो चिजले गर्दाखेरि चाहिँ थियो सबभन्दा बढी खेल्ने चाहिँ तपाईँले अब हामीले त म नि सानो हुँदा म त स्विमिङ है यो गरी महिनाभरि त हामी खोलामै हुन्छ गहिरोमै गहिरोमा हामीले भेलमा खेल्ने नि अझ त्यो कतिको त्यो नर्मल हाम्रो लागि थियो फेरि एउटा हाम्फाले पनि एउटा कस्तो हुँदैछ नि अब हामी 12-15 जना हुन्छ नि कोजाने के त्यस्तो हुन्छ कोजाने आधा आउँदैन है सुरुमा चाहिँ सुरुको भेलको बेला पछि के त्यही 15 फिटको हुन्थ्यो अब भेल आएपछि त कसले चाहिँ पहिला गर्ने भने अनि एकजना गएपछि फुटु सबै जाने कि फेरि त्यो एउटा चाहिँ मेरो एक्सपिरियन्स होइन अनि अब त्यहाँ त अब हेटौडामा अब स्ट्रङली त्यसले गर्दा पनि मेरो फिजिकलीको चाहिँ म स्विमिङ धेरै गर्थेँ कि हेटौडामा चाहिँ अनि हार्ड वर्क खान्थ्यो भने मोमो यस्तो खान्थ्यो अब मासु त घरमै पाउने होइन मेरो एकदम हेभी थियो एक्सर्साइज पनि हेभी थियो त्यहाँ ओके अहिले तिमीहरूको एजमा एकदम हरेक चिज स्ट्रङ हुन्छ कि होइन 24 वर्षसम्म कति वर्ष भयो तिमी 24-25सम्म स्ट्रङै हुन्छ अनि मान्छे 32 वर्षसम्म चाहिँ फेसको चाहिँ चेन्ज हुँदैन जब 32बाट 35 लाग्छ नि अनि सुरु हो अब त्यसपछि फिजिकली एकदम त्यसबेला चाहिँ इम्पोर्टेन्ट छ कि ओके ठिक छ अहिले त तिम्रो त्यसै पनि फिजिकली स्ट्रङ हुन्छ नि तिम्रो जे पनि बलमहरू बढ्ने जे खाए पनि पच्ने यो टाइम हो नि त होइन भनेपछि एन्डमा राँगो चाहिँ हातले ढाल्यो यो त म यसो नि मलाई के छ भने हामीले हमरले हान्थ्यो नि त
10-12वटा चाहिँ धाल्नु पर्थ्यो होइन ठिकको 150 किलोसम्मको त्यो चाहिँ रिजन कस्तो भयो भने म 1 नम्बर इँटा त यसरी पनि फटाउँथेँ चपिङबाट त 2 इँटा हालेर फटाउँथेँ होइन दुख्दैन अब प्र्याक्टिस त हो नि सबै चिज यो त हार्ड म त स्टोन ढुङ्गा फटाउँथेँ मलाई ढुङ्गा फटाउनु कसले सिकाएको होइन राँगा मार्ने पनि पञ्च हाल्ने कसले मैले आफै सिकेको ढुङ्गा चाहिँ खोलामै हो रापट्टि खोलामा हेटौँडा हुँदाखेरि म ढुङ्गा ब्रेक गर्ने के ओके हजुर पहिला काटी हालेर गर्थ्यो पछि हातले हान्ने थाल्यो कि यो त यस्तो स्ट्रङ हुन्थ्यो सुनिन्थ्यो नि होला यस्तो एकदम यो नकल भयङ्कर राइसँग त डर लाग्यो मान्छे ढाल्नु आएन कति म त्यस्तो पऱ्यो भने 5 सेकेन्डमा एकजना मान्छे बेहोस पारिदिन्छु 5 सेकेन्डमा है त्यो स्केलहरू मैले टाइचीबाट सिकेको छु कि भेटल फाइट्सहरू चाहिँ यो फिङ्गरले थिचे पनि जान्छ यो फिङ्गर के फुरान गर्ने त्यो टेक्निक हुन्छ होला यो टेक्निकले त्यहाँ पन्च गर्ने है पन्च गर्ने बित्तिकै होइन पुस गर्ने बित्तिकै जान्छ त्यो है त्यो मलाई चाहिँ चाइनिज एउटा पातलो चाहिँ हाम्रो त्यो मैले 2टा चाहिँ ल्याङ्गो र खराउमा चाहिँ त्यसमा चाहिँ अहिलेको हिसाबले ब्ल्याक बेल्ट भनौँ न त्यो बेला त बेल्ट हुन्थ्यो त्यो चाहिँ मैले 2 वर्ष हेटौँडामा सिकेको कि किन हामी अब त्यसै मासु व्यापारी भयो नि त अनि छाला हामीले दिने छाला फ्याक्ट्री बनाउन आएको थियो कि चाइनिजहरूले अनि उसले ट्रेन गराउँथ्यो कि अनि उसले मलाई भन्थ्यो ताइचीको धेरै स्केलहरू छ ताइची स्लो मोसनमा खेल्छ तर हामी चाहिँ पोइन्टमा जान्छ हामीहरू चाहिँ हजुर अनि उसले मलाई चाहिँ स्पेसली ल्याङ्गो रो खरा हो कि हजुर एउटा अर्को यो प्रश्न सोद्धा अब मलाई नि ढाल्न सकिन्छ सबैले सक्छ होइन त्यसले पनि सक्छ नि त्यो यो मैले प्रश्न सोद्धा चाहिँ भन न तपाईँले मलाई ढाल्न सक्छ होला भनेको मैले एउटा इन्टरभ्यू देखेको थिएँ 2018मा हजुर जेल गएछु होइन अनि त्यो इन्टरभ्यूमा के भन्छ रहेछ भन्दाखेरि जेल जीवन एकदम रमाइलो छ अफकोर्स अनि रिटायर भएपछि त्यतै जान्छु भन्ने सुनेको थिएँ यहाँ मकै आयोस् है यो चाहिँ मकै हान्दै हो त्यहाँ किन मैले भन्नु खोजेँ भने जेल जीवन म त सबै पाएँ मैले होइन मलाई नहुने मेरो एभिडेन्सै नभएको केस लाग्यो कि नेपाल भनेको यस्तो छ होइन म फाइट गरेँ मलाई राम्रो लयरहरू शम्भु थापा सुशील पन्त रामनारायण बिराजीले सबै ह्यान्डल गरेको थियो जजहरू सबै थियो अरू मेरो ठाउँमा अरू पऱ्यो भने नर्मल हुन्थ्यो म सेलिब्रेटी भएकोले पनि अनि फेरि कोरियन एम्बेसीसँग मेरो परेको थियो कि म राइट वेमा मैले एउटा वेमा गुरुको हाम्रो 1 करोड 20 लाख स्टुडेन्ट बनाएको 140 राष्ट्रमा हाम्रो क्योक्सुनको यहाँ छ मेरो होल बडीमा पछाडि पनि छ क्योक्सुनको छ हजुर त्यो डकुमेन्ट्री बनाएँ कि ओके त्यो डकुमेन्ट्री गर्ने सिलसिलामै कोरियामा सुटिङ गरेर 2 करोड खर्च भएको थियो मेरो तर पछि मैले त्यो अहिले पनि युट्युबमा चाहिँ राखेको छु मैले 23 मिनटको मेरो सुटिङ रिपोर्ट त्यहाँ खर्च भएको त्यहाँको गभर्मेन्टलाई ट्याक्स तिरेको सबै हालिदिएको थियो पछि लयरहरू पनि राम्रो न्यायाधीशहरूले पनि बुझ्यो होइन मैले त्यो डकुमेन्ट्री गर्दाखेरि मेरो 4-5 करोड गएको थियो कि त्यसैमा मैले जेल जेल पनि बस्दाखेरि के हुँदैछ भने भित्र त एकदम जो जान्छ नि अब ह्युमन राइट्स त कुट्न पाउँदैन तर खाने सबै गभर्मेन्टले गर्नुपर्ने कि त्यही पनि त्यो ह्युमन राइट्स हुँदा नि लाइक हल्का कुटाइहरू त हुन्छ होला भित्र हुँदै हुन्न नो वे म त अझ कसो भने मलाई एकदम फेसिलिटी दिएको थियो कि हजुर म चाहिँ 40जना होलमा सुतेँ कि उनीहरूको लाइफ स्टाइल मैले बुझ्नु खोजेँ कि म त खालि 21-22 दिनलाई मात्र भएको थिएँ नि त अनि म उनीहरूको जीवनी कि हाम्रो फिल्ममा के देखाउँछ त्यसको चौबर छ त्यहाँ स्टोरीहरू म्याच गर्दैन दर्दनाक स्टोरीहरू यति छ त्यहाँ होइन रिस उठ्ने स्टोरी पनि छ मैले एकजनालाई त्यो बच्चालाई किडन्याप गरेर पछि त्यसलाई मर्डर गरेको मान्छे पनि आएको थियो त्यसलाई त बोल्दै बोलेन मैले यस्तो यस्तो फ्रडहरू एनजिओहरूले फसाउने दाजुभाइले फसाउने बाउ आमालाई चाहिँ बुहारीहरूले फसाएर चाहिँ जेल हालिदिने नातिलाई पर्यो भनेर जेल हालेको एक्चुअली चाहिँ होइन त्यो होइन त्यो उसलाई कि अपाङ्ग पनि थियो त्यसलाई ठुलो केस लगाएर भित्र हाल्यो कि कस्तो कस्तो केस एनिवे मैले भने जेल जीवन बस्दा जेलमा बस्ने मान्छेलाई चाहिँ आनन्द छ है त्यहाँको चाहिँ 9-10 वटा चाहिँ तिम्रो चाहिँ नाइकीहरू हुन्छ कि लुगा धुने पानीको नाइके गेमको नाइके म्युजिकल नाइके स्वास्थ्यको नाइके एकदम यस्तो राम्रो छ यो एउटा हस्टेल जस्तो होइन तर परिवारलाई चाहिँ लास्ट चाहिँ दुःख कि परिवारलाई चाहिँ बाहिर परिवारलाई चाहिँ लास्ट भित्र बस्नेलाई दुःखै छैन परिवारलाई चाहिँ लास्ट दुःख हुने भएकोले चाहिँ मान्छेहरूले चाहिँ नचाहिने काममा नफसाइदिनु होइन अब रिस लागेर नफसाइदिनु बिचराको परिवार चाहिँ बिचली हुने छ मेरो मिसेसहरू मैले भने बाबु 2 महिना मैले 85 लाख खर्च गरेँ है किन मेरो एमएससीसँग थियो कि कोरियन एम्बेसीसँग सबै पायो पछि उनीहरूले रियलाइज गर्यो होइन अब चाहिँ
पिनाल्टी हाल्न सक्छ तर म हान्दिनँ किन म मेरो गुरुको जन्मथलो हो हजुर म त्यो बायोपिक मेरो एडिटिङ गराएको छु मेरो छोराले हजुर म 140 राष्ट्रमा 7,600 डोजो म देखाएर मेरो पैसा क्षतिपूर्ति छ नि त्यहाँबाट निकालिदिन्छु यहाँ मैले अहिले चाहिँ 50 पनि पोखरामा चाहिँ मासुमा गुरुको चाहिँ 71 फिटको छाली बनाउने छु म अब 4 इयर्स मेबी अबको 2-3 महिनापछि चाहिँ म पोखरामै हुन्छ होला ओके अब हामी मकै खान्छौँ हामी अब मकै ओके मकै लिएर मकै ब्रेक ओके मकै ब्रेक मिठो मकै खाइयो दाइले पिरो मजाले दल्नु भयो अच्छा मजा आछ स्या पारे नि मलाई दाइ मलाई त भएन मलाई त मजा आइरहेछ यार जस रमाइलो मिठो हो हाम्रो हजुर सुरु भयो दाइ एउटा मिठो गीत गाऊँ दाइ हजुरको चञ्चले हो सँगै होइन मेरो आफ्नै गीतहरू पो गाउँछु नि सँगै गाउँछ चञ्चलले ल ओके 1 2 3 चञ्चले चञ्चले गण्डकी अञ्चल पोखरा बजार पोखराको बजार मान्छे हजार तर तिमीसित मेरो पियारी भइगो पियारा तर तिमीसित मेरो पियारी भइगो पियारा थ्याङ्क यू हरिवंश दाई एकदम दामी हिट होइन मैले हिट बनाएको होइन उहाँको त्यो बेला हिट थियो कि हजुर थ्याङ्क यू सुखबिर गुरुङजी हजुर होइन थ्याङ्क यू विपना र शङ्करको इन्टायर टिमलाई धेरै धेरै थ्याङ्क्स हजुर एकदम ब्लकबस्टर फिल्म भएको यो गाना गाना सबैको कानमा गुन्जिरहेको अहिले पनि भाइरल भइरहेछ अहिले पनि मन परिरहेछ बिकज अफ कस्तो भयो भने तालमेल हो कि अब हरिवंश दाईको आवाज मलाई सुट गर्यो कि त्योमा चाहिँ एकदमै मेरो क्यारेक्टर पनि म कस्तो भने लभर भिलेन थिएँ कि त्यही त नि आई थिङ्क पहिलो भिलेन गीत यस्तो चले जस्तो लाग्छ हो दाइ मेरो त एकदम त्यो बेला त मेरो आइटम सङहरू माया गाँसो छ इटालीको बजार छ हामीलाई पनि माया पार्वती छ होइन अनि अर्को चाहिँ अर्को म्युजिक भेट भयो त्यो बेला एउटा आइटम सङ चाहिँ रायना खड्कीलाई गाउन दिनुपर्छ भन्ने भयो कि त्यो किन भन्दाखेरि चाहिँ पब्लिकहरू मैले थाहा थियो कि त्यो अग्नि परीक्षा त फिल्म राम्रै हो तर चाहिँ हामीलाई पनि मायाहरू पार्वती हेर्न टिकट काटेर बस्थ्यो अरे कि ए हो र अनि फिल्म हेर्न जाने त्यो गाना आउनु लागि अगाडि चाहिँ सिर्फ गानाको लागि गाना गाएर अनि फर्केर जाने अरे कि वाउ एकदम त्यतिखेर युट्युबहरू थिएन होला है सायद कि थिएन नि त्यो बेला क्या है अब म चिकम खानेछु है ल ठिक छ त्यही त नि त्यो युट्युब थिएन त्यो जस्ट यो चाहिँ अमेरिकन ब्रान्डको हो होइन हजुर एकदम यो चिकम हो यो 4 घन्टा राख्न मिल्ने 4 घन्टा राख्न मिल्ने यो फर यस फर होइन एकदम ठिक छ दाइ नगरकोट लान्छु भने नगरकोट त्यही त म खासमा तपाईँसँग एकैछिन भेट्ने भने नगरकोटमा त गर्लफ्रेन्ड लिएर जानुपर्ने हो सबै यहाँ त्यही हो भने मैले आज साडी लाएर गल्ती गरेँ मैले ठुलो गल्ती गरेछु भन्ने भइरहेछ होइन यो मैले के भन्छु नि त्यो केटी भनेको दैव शक्ति भएकै हो कि है अनि अर्को के अस्ति फोन गऱ्यो मलाई होइन दाइ नमस्ते भने मिठो आवाज नमस्ते बहिनी भने मैले बहिनी नै भन्छु हजुर होइन पहिला बहिनी नै भन्यो भने मन परेपछि पछि बुढी बनाउनु अनि भन्यो दाइ मैले नयाँ पोडकास्ट खोलेको मैले फर्स्ट टाइम तपाईँकोबाट गर्ने भनेको भने है हजुर कहिले दाइले कहिले 3-4 दिनपछि 3-4 दिनपछि म 2 घन्टा पछि आउँछु कहाँ लोग्छु भने 2 घन्टामा गरिदिएँ हो र हो दिदी मैले त मजाले भने मैले इन्करेज गर्छु कि हो अब क्यामेरामा नि भन्दैन मलाई अब राति हामी 6-7-8 घन्टा त हामी मरेको बाँचेको ठेगानै हुँदैन है हामीलाई कहाँ गयो कता गयो त्यो बेला कसैले दुश्मनहरूले मर्डर पनि गर्न सक्छ त्यो जे नि हुन सक्छ होइन त्यो डेली एभ्री डे हामी मर्छौँ 6-7 घन्टा के अनि त्यसरी बिउजिन्छौँ फ्रेस हुन्छौँ त्यो जिन्दगी भन्छु कि म चाहिँ अनि हामीले चाहिँ त्यो पनि रिस राग यो दुनियाँ गर्छ मान्छे पैसाको लोभमा करोडौँ कमाउन जान्छ राति सुतेर भोलि उठ्ने ग्यारेन्टी छैन है तैपनि मान्छेमा यस्तो छ कि अब यो ह्युमन बिइङ ह्युमन नेचर यो प्राकृतिकको कुरा हो म चाहिँ त्यस कारण मैले कहिले पनि पैसामा फोकसै लोभ गरेन कि फोकस त किन नगर्नु हजुर दाइ यो पैसै भने कोही त पैसै भने मैले हट्टी गरिन्छ नि त अब अहिलेको हाम्रो 3जना नभनौँ भयो अर्कै होइन राजादेखि रङसम्म सबै पैसा भनेदेखि यति करप्सनमा जाने कि होइन भाउ हजुर दाइ अत्याचारै करप्सन भयो कि होइन त्यस्तो चाहिँ ऊ छैन
मलाई त त्यो के आखिर जति करप्सन लाने खाली जाने हो खाली जाने हो मलाई त हाँस पनि उठेर आउँछ त्यो पनि नसा हो उनीहरूलाई है एभ्री पोलिटिसियनहरूको बानी चाहिँ के भयो भने गरिब निमुखाहरूलाई ढाडमा टेकेर ठुल्ठुलो सपना देखाएर आफू चाहिँ धनी हुने रहेछ कि पोलिटिक्सको बिजनेस रहेछ त्यो बिजनेस प्रायः सबै त्यस्तै हो प्रायः पहिला त त्यस्तो थिएन है हैन पहिला त होइन एउटा 25% त एकदम राम्रो छ नेताहरू एउटा तपाईँले आफैले भेटेको नेतामध्ये एकदमै लाइक देशकै लागि गरौँ भन्ने नेता भेट्नु मनमोहन दाईसँग म पोखरामा सुटिङ थिएँ हजुर उहाँ त्यो बेला अध्यक्ष थियो कि महासचिव थियो मैले भन्न सकेन अध्यक्ष होला सायद एउटैमा थियो कि यो हामी डोमेस्टिक फ्लाइटमा हजुर 45 मिनट्सको जर्नी थियो दाईको लकीले मेरो लक पाएँ कि अनि उहाँसँग मैले कुरा गरेँ मसिनो बोल्ने होइन एकदम मृदु भाषा कि अनि उहाँ प्राइम मिनिस्टर भएपछि आफ्नो गाउँ आफै बनाऊ वृद्ध भत्ता हजुर एक पैसा करप्सन नगरिकन उहाँ पनि हेलिकप्टर क्रासबाट बसेको मान्छेलाई गिर्जाबाले चाहिँ झारिदियो हेलिकप्टर क्रास उहाँ पर्नु भयो कि अरू नै उहाँ क्रासमै कति 30,000 फिटबाट त्यो वहीँ पर्नु भयो वहीँ परेको उहाँ र अनि केपी ओली पनि हो केपी ओली पनि त्यो उहाँ अध्यक्ष केपी ओली महासचिव समथिङ को होला सायद होइन केही होला उहाँको चाहिँ यो कहिलेको घटना धेरै अगाडि अनि त्यस्तो हेलिकप्टर 30 मेरो विचारमा 30,000 त होइन कि 7,000 8,000 फिट होला कि हेलिकप्टर 10-12,000बाट माथि फ्लाइङ गर्न पाउँदैन त्यहाँबाट त्यो पाइलटले चाहिँ नि त्यो मैले सुनेको चाहिँ तेलको चाहिँ छ नि त्यो फाइन हुन्छ नि 50 हुन्छ नि त्यो चाहिँ नचलेको रे कि अनि यसो घुमेर झऱ्यो कि अनि टिचिङमा थियो नि त हस्पिटल हुँदाखेरि नि उहाँलाई चाहिँ बेडबाटै राजीनामा दिनु लगाइदियो नि यो त यो सतिली शराब देश हो कि बाबु राम्रो नेताहरू छ मनिष मान दाई छ त्यो बेला इन्डियामा नाकाबन्दी गर्दाखेरि होइन चाइनाबाट चाहिँ मैले सुनेको थियो धर्मबाट पनि प्याज स्याज कहाँ के ल्याएर खुवायो राम्रो राम्रो नेताहरू छ यार तर राम्रो नेता चाहिँ अगाडि आउनु पाएको छैन उनीहरूले त ओइजलमा हालिहाल्छ नि है ओइजलमा हाल्छ अब यो कस्तो भयो भने राम्रो विचार भएको अनि पैसाको धेरै लोभ गरेर खतम भएको नेता भयो क्या अहिले चाहिँ हजुर म प्रचण्ड दाईको म माओवादी हो कि भाउ प्रचण्ड पट हो प्रचण्ड पट पढेर मैले प्रचण्ड दाईलाई महासचिव देखेर गएको है उहाँ चाहिँ पट चाहिँ राम्रो हो हजुर त्यहाँ धेरै नेताहरू राम्रो पनि छ मोहन वैद्य किरण दाई राम्रो छ धेरै नेताहरू राम्रो छ त्यहाँ होइन उनीहरूको त्यो तर उहाँहरू चाहिँ लोभ लालच जसको लागि फाइट गरेको सबै बिर्सेर आफ्नो परिवारवाद भयो कि मलाई जतिसम्म लाग्छ यो गिरिजाबाले सिकार गरेको होला कि प्रचण्ड त्यस्तो थिएन मलाई थाहा छ होइन हुन त उसको प्रचण्ड पटमा बन्नुको र पैसा भनेर देखाएको थियो है अनि यो करप्सन हुन्छ भनेर लेखिरहेको थियो उसकोमा प्रचण्ड पटमै छ त्यो तर मैले उहाँलाई मौसम देखेँ कि त्यस्तो ग्रेट लिडर भन्नु होइन त्यस्तो सोचेको मान्छे ठ्याक्कै अपोजिट कि भेटघाट हुन्छ नि होइन मलाई त्यो ओपनै छ नि मलाई माया गर्छ मैले उहाँको भोटमा राख्नु भयो भनेको जमात भनेर चाहिँ मलाई बोलाएर मैले 3 दिन भोटै मागिदिएको केपी ओली र प्रचण्ड दाईलाई मलाई सबै नेताहरू प्रिय हो कि होइन भिजनहरू भएको हो तर त्यो चाहिँ परिवारवादमा खतम हो कि अब यस्तो भयो कि त्योसँग पनि के छ भने अब कहिले खान नपाएको मान्छेहरू ढुको गरेको मान्छेहरूले होइन यो छेर्ने गरी खाइरहेछ कि ठिक्क खाऊ भन्छु म चाहिँ होइन देश डेभलप गर मैले अघि पनि हामी कुरा गरेँ नि गाउँमा मान्छे मऱ्यो कि बिरामी भयो कि कोही हेरचाह गर्ने मान्छे छैन अस्ति मात्रै एउटा पेट बोकेको बहिनीलाई ट्युमर राखेर चाहिँ त्रिशुली तार्यो अनि केपी ओली दाईले चाहिँ यस्तो विकास भयो यो भन्छ केपी ओलीलाई के हो यो तपाईँहरू सबै केही टेलिभिजनमा त बोल्ने भन्छ मैले भनेको मैले त बोलिसकेँ थियो म त म राम्रोलाई राम्रो पो भन्छ बालेनलाई त म राम्रो त राम्रै भन्छु नि नराम्रो त म सिधै भन्छु मैले बालेनलाई के भनेको थियो भने हजुर ऊ ऱ्यापर हो ऱ्यापरमा पनि एकदम म जस्तै बोल्ने ऱ्यापर के म चाहिँ बोल्छु मैले तपाईँलाई काटेँ मेरो मनी खासमा ऱ्याप लिएर आयो तिम्रो म्युजिक भिडियो हरिवंश आचार्य सरसँग जोडिएको छु होइन ऱ्याप भनेको बेर्ने त हो नि हजुर होइन शब्दहरूलाई बेर्ने भावना बेर्ने त हो नि अनि ऊ देशको लागि मैले जस्तो कि निमुखाहरूलाई त्यो ऱ्यापमा छ कि अनि उसले गरिब यो
मेयर हुनुभन्दा अगाडि गरिबको छ मेले कोही छैन त्यसमा चाहिँ उसले लेखेको त्यो लिरिक्सहरू हेर न मलाई बोल्न दे सरकार यो त्यो भनिन्छ गरिबलाई बोल्दैन होइन उसले जब मेयर भइसकेपछि पहिला गरिबै लखटे कि सिटीबाट याद छ सिटीबाट ल मलाई त्यो चिज दुखेको त्यो उसलाई लखाडे ठिक छ र तर त्यो गरिबको बच्चाहरू एउटा कोठामा 4-5 जना बसेर दुःख गरेर बच्चाहरूलाई राम्रो एजुकेसन सिटीमा पाइरहेको थियो नि त होइन बालेनले पनि सिटीमा पाएर तिमी इन्जिनियर भयो भाइ तिमी तराईमा पाए भए तिमी इन्जिनियर हुन्थेन तिमी सिधै कुरा के त्यो बच्चाको भविष्यसँग खेलवाड गरे के भने कि होइन गर तर सिस्टम बनाएर गर्नुपर्ने कि त्यो बच्चाहरूलाई अहिले पनि म भन्छु कि यही च्यानल थ्रुबाट भन्छु कि त्यो बच्चाहरू त अब कति त केटीहरू त अब इन्डिया गइहाल्छ चाहिँ प्रस्टिट्युट धन्दामा केटाहरू सबै अहिले यही नेताहरूको पछि लाग्छ अब गुन्डा बन्छ यस्तो चिज राम्रो यो उनीहरूले यो एजुकेसन पायो कि होइन अनि प्लस चाहिँ नेवारहरूको घरमा बालमा 300-400 यादेखि 1000-2000 लिएर बालमा दिएर उनीहरू पनि मान्छे भएर आएको कतिजनाको लाद हान्यो त्यो परिवारको लाद हान्यो बच्चाको भविष्यसँग लाद हान्यो उसले पढाइमा लाद हान्यो र त्यो घरपेटीलाई पनि लाद हान्यो कि त्यसले यति विस्थापित गर्यो कि होइन यो देखेर मलाई चित्त दुख्छ कि अनि राम्रो काम त राम्रो गऱ्यो भनिहाल्छ गर्न त गर्छ अनि आफू चाहिँ गरिबको छ मैले भन्ने बजे माछालाई गरिब चाहिँ हटाउने माछालाई एकदम यो त मान्छे एकदम डेन्जर मान्छे रहेछ मैले थाहा पाएको यो र अहिलेको नेताहरूमा केही फरक देखेन यो त्यो विषयमा चाहिँ है अरू विषयमा होइन तर राम्रो काम नि छ अब यसरी आर्किटेक्चर भन्यो इन्जिनियर भनिसकेपछि मैले के भने अहिले पनि के गरिरहेको छ त जुत्ता शमशेरले बनाएको यो न्यू रोडमा चाहिँ सिँगार पटार गरेर त भने त्यसले गरेकै छ त हजुर मलाई त थाहा भएन होइन जुत्ता शमशेरको बनाएको अहिले पनि हेर्न हो अहिले खालि कलर लगाइदियो कि त्यो हामी दसैँ तिहारमा गाउँघरमा पनि कमेरो मात्र लिप्छ नि रातो मात्र कमेरो त्यो लिप्ने काम गर्यो कि यसले अहिले पनि सेतो सेतो बनाएको छ यो साला तारहरू त्यो एसी हेर नि त्यहाँ जस न्यू रोडमा अहिले तारहरू छैन है तार छैन एसीको त्यो सबै हेर्न लाइन त्यो सेतो घरमा कालो कालो त्यो सबै के त्यो स्पट के चन्द्रमामा दाग लागेको छ मलाई चाहिँ अब अनि अस्ति एउटा मैले इन्टरभ्यूमा अब आउँछ एउटा भनेको थियो कि बाबु अहिले पनि फोकस गर्नु यो बाबुले पनि फोकस गर्नु अब मैले भन्छु है यो त्रिपुरेश्वरमा चाहिँ त्रिभुवन सरकारको शालिग छ नि हो त्यो त प्रजातन्त्र ल्याउने राजा हो नि हो त्यो भुइँचालोमा छ नि नाक साग भाँचेको छ कि आज 20 वर्ष भइसक्यो त्यो नाक अहिले पनि भाँचेको राखिरहेको छ कि मैले भने कि बालेनलाई मैले काउन्टर दिएछु कि हेर बालेन भाइ यो नेताहरूले त यस्तो मतलबै गरेन तिमी चाहिँ एउटा चाहिँ डेमोक्रेसी युवा र प्लस चाहिँ सिँगार गर्ने हो त्यो राजाको के दोष छ त्यस कारण चाहिँ भिपिन थापाको चाहिँ भाउजू भनौँ न श्रीमतीले सतीले शराबी देश भने हो र भने जो राजाले चाहिँ डेमोक्रेसी ल्याएर आज प्रजातन्त्र यहाँ पुग्यो त्यो राजाको नाक भाँचेको आज 20 वर्ष भइसक्यो अहिले पनि त्यस्तै छ भाइ त्यो चाहिँ गर्यो होइन तिमीले सक्दैन भने म प्लास्टर पेरिस ल्याएर म बनाइदिन्छु नाक हो कि मलाई एक दिन बनाउनु इच्छा लागिरहेको छ कि त्यो नाक भाँचेको पनि कहिले कति वर्ष भयो त्यो 20 वर्ष भयो 20 वर्ष भयो है अहिलेसम्म त्यो नाक चाहिँ डाँडे भाँचेको है म हिस्ट्रीको पनि विद्यार्थी हो होइन हजुर अनि त्यो भएकोले म हिस्ट्री राणाकालीनमा धेरै डेभलप भएछ कि ब्रिटिसले बनाएछ है तिमी अहिले पनि बेल्जियमको घरहरू यहाँ राणाहरू घर हेर्नु राणाले बनाएको दरबारहरू त पोखेन म होल युरोप घुम्दाखेरि मैले भएँ कि जे होस् राणाहरूले जे करप्सनको निरङ्कुश गरे पनि ब्रिटेन चाहिँ जस्तै बनाएको थियो कि हाम्रो दुर्भाग्य हो राणाहरूले राज्य गरे भए यो हामी इङ्ल्यान्ड भनेको नर्मल हुन्थ्यो भाइ है अहिले हामीले भिसा लिन गाह्रो छ हो किन भन्दा धेरै गाह्रो छ नि किनभने ब्रिटेनको अब त्यो बेलाको हाम्रो नेपाली चाहिँ आर्मीले गर्दाखेरि फ्रान्सले ब्रिटेनहरूले युरोपियनहरूले माने त हो नि त्यही त हो किन भन त हजुर वीर गोर्खाले गरेर माने हो नि साँच्चै भनेको ब्रिटेन हामीलाई छ नि यो रक्सोल गरे जस्तो हुन्थ्यो हामीलाई है हो त नि त्यसो के गर्ने अब उनीहरू पनि कहाँ उनीहरूलाई चन्दा लखेडे हो त भाइ भाएर काटाकाट मारामारमा गयो त हो नि हो किन सबै टाइगरहरू यहाँ रहेछ त के हो मेरो भाइहरू ढेँडो पनि पाउँछ खाने होइन त भयो खाइदियो ल ल अब हामी ढेँडो खान जाँदैछौँ है ल ढेँडो ब्रेक अब ढेँडो ब्रेक अघि मकै ब्रेक ल त यहाँ हामी कहाँ आइपुग्यौँ यो
होटल म्याजेस्टिक माउन्टेन हजुर यो चाहिँ होटल म्याजेस्टिक माउन्टेनमा आज चाहिँ हामी मजाले यहाँ आयौँ हजुर एक्चुअली आज चाहिँ यहाँ हामी यो 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 हाम्रो चाहिँ हर्न प्लिज पोडकास्टको लागि चाहिँ हर्नै बजाएर यहाँ आएको अब स्विमिङमा गर्छ भनेको यो मलाई चाहिँ आँट आएन है अहिले वेदरले साथ दिनु रहेछ वेदर त यो चिसो ठाउँ नि यो त कहाँ हाम्रो स्वर्ग जस्तो ठाउँ हुन्छ होइन यहाँ अब यो ओपनिङमा आउने भने धेरै अगाडि बिहामा पनि आउनु पाएन अनि त्यो आज लकीले जुरेको ल त्यहाँ गरौँ भनेको यहाँ एकदम हेर्नु न के छ यहाँ सबभन्दा राम्रो होइन यसो नि यो कस्तो भने अचानक स्विमिङ गर्ने प्लानिङ हामीले त्यसो गरेको कट्टु पनि छैन हुन त कट्टु चाहिँ यो कट्टु त भित्रै ला हुन्छ नि कट्टु पाइहालिन्छ नि भित्रै ला हुन्छ नि दाइ खै अब के गर्ने ज्वरो आयो भने के तिमी डाडीले मार्छ तिमीलाई ल ओके तर यहाँ कट्टु सट्टु छैन भने के लुगा छ हो खाला क्या छ क्या के छ अघि पहिला भने पहिला यहाँ आएर नुहाएर अनि हर्स राइडिङ जान्थ्यो नि ए मजाले ल म चाहिँ यहाँ भ्लग हान्दैछु बाफले यही पो देखिन्छ कुरा गरेर तपाईँलाई होइन मैले याद गरेँ ज्यान अझै पनि खतरा छ पुरा तातो छ त्यही स्कुल लानुपर्ने मोबाइल डुबाइदिउँ दाइ यस्तो छ नगरकोटको घोडा चढ्दा रमाइलो कि स्विमिङ के भन्ने त्यसको एन्सर अब घोडा चढ्दै होला हो आज नगरकोटमा यो होटल म्याजेस्टिक माउन्टेनमा चाहिँ आज स्विमिङ गरियो मजाले गरेँ आज तातो पानीमा नि यो त मेरो लाइफमा चाहिँ यो भ्लगहरू हजुर भनौँ न यो भ्लगहरू यसरी यो फर्स्ट टाइमै भन्नुपर्छ यो हो है हामी कहिले हर्स राइडिङ गरेछ कहिले अझ मकै खाएको हामीले सुट गरेन होइन मकै खाएको त सुट गरेन है ठिकै छ अब अलिकति ल्याभेसै भयो होइन हजुर ल्याभेस भएको छ त्यही त के अरे एउटा प्रश्न सोध्न मिल्ला एउटा होइन 10 वटा के अरे तपाईँले अब भनौँ न यो फिल्म क्षेत्र गर्नु अगाडि मैले प्रायः जस्तो सबैलाई सोधिरहेको हुन्छु सानोको इच्छा चाहिँ के थियो दाइ भन्न मन लाग्यो म त ब्रिटिस आर्मी नै हुने इन्ट्रेस्ट हुने होइन कहिले ट्राई नि गर्नु भयो मैले गरेन मैले ब्रिटिस आर्मी ट्राई गरेको म त्यो बेला झन् फर्ममा थियो कि होइन एकदमै म कति 19 वर्षको मैले ट्राई गरेँ फर्स्टै भएको है कास्टले गर्दा नेवार भनेकोले मात्रै मलाई चाहिँ त्यो बेला त्यस्तो थियो कि हो र कास्टले नि लाइक नछान्ने लाइसेन्स होल्डर रहेछ एकचोटि मुसुक्क हाँस्दैछ त किन तपाईँको दाँत कति राम्रो टल्किया छ यो टल्किया होइन नि यो त यो के भयो भने यसको पनि छ स्टोरी छ यो स्टोरी के भयो भने सपना म एक्सन डाइरेक्टर थिएँ कि सपना भन्ने फिल्म ए हजुर धेरै अगाडिको कुरा हो यो ओके अनि हिरोइन चाहिँ करिश्मा बग्दै आएको हुन्छ कहाँ खोलामा यो देवी घाटमा कि नारायणीमा ओके अनि भोन्डाले बाँसुरी बजाएर आउँछ उसले त्यो आवाज सुनेर देख्छ फ्लाइङ गर्नुपर्ने कि हजुर लगभग त्यस्तै 30-35 फिटबाट फ्लाइ गरेर चाहिँ नारायणमा डाइभ हान्नुपर्ने बचाउँदै कि अनि मैले आज एक्सन डाइरेक्टर सो गरिहालेँ होइन देखा मरा भने कि मलाई तपाईँले पहिला देखाएर अनि म प्रायः सबै पहिला मै देखाउँछु ओके अनि होइन अनि मैले देखाएँ यो भनेपछि त भोन्डाको टाइममा चाहिँ भोन्डाले सर्टै दिन सकेन किन त्यो त्यसको रिजन पछि भन्यो मलाई ल तिमीले मेरो डुप्लिकेट गरेन भने कि उसको त बुट पनि यत्रो थियो कि स्टाइलिस हो नि त दाइ त तपाईँ र उहाँले आई थिङ्क एउटै टाइपको बुट्सहरू लगाउनु छ उहाँबाट इन्सपायर भएको ड्रेसअप र सुजको लागि चाहिँ स्पेसल थ्याङ्क्स मेरो भोनलाई मेरो चाहिँ यो ड्रेसअपमा चाहिँ गडफादर भन्ने पनि हुन्छ फेसन डिजाइनर एकदम अनि म त 3000 लिन्छु दाइ भने कि
स्टन्ट गरेको स्टन्ट गरेको त 3000 दिन्छु भने मैले ल दिन्छु भने पैसा ल्याऊ भनेको अनि मसँग 1000 मात्र छ भाउ अनि त्यसपछि म बुवाको सोर्ट उहाँको बुवा चाहिँ मेजर हो कि मेरो विधानमा हजुर सोर्ट थियो कि त्यो फिल्ममा चाहिँ निराजा दाईलाई नेसा दाईलाई चाहिँ मैले गराएको त्यो सोर्ट लिन्छु नि मलाई सोर्ट दिनुपर्छ त्यसो पैसा लिन भने हुन्छ भने हजुर अनि उसको लुगा लगाएर फ्लाइ गर्ने बेलामा चाहिँ टेक लिने बेलामा एउटा कुरा भन्छ भने के दाइ मैले किन्न राखेको छु मोरा किन्न हिजो जल समाधि दिएको थियो एउटा बुढीलाई मैले देखेको जल समाधि भनेको ढुङ्गामा त्यो देवी घाटमा चाहिँ बुढाबुढीहरू चाहिँ मर्छ नि ढुङ्गामा बाँधेर खसाउनु रहेछ त्यहाँ अनि सबै माछाले खाँदो रहेछ कि ढुङ्गामा कसलाई बाँधेर मान्छेलाई डेड बडीलाई बाँधेर अनि जल समाधि भन्ने रहेछ त्यसलाई त्यो चाहिँ दाइले देखाएको रहेछ मलाई त अनि मलाई चिसो भएर आयो कि अब थाहा नभएर दाइ बाँधिहाल्यो मलाई फेरि भूत प्रेत यस्तो हुन्छ लास्ट अनि ध्यान आफ्टर मान्नुहुन्छ भूत प्रेतमा एकदम मान्छु म एकदम यहाँ सासङमा सुटिङ गरेको नि यो ब्यारिङमा यहाँ पनि फायरिङहरू धेरै गरेँ यो एरियामा त अनि त्यसपछि मैले मेरो चेलाहरूलाई हेर म के हिजो जलसमाधि दिएछ अरे म त्यो बुढीले मलाई ताना आयो भने आमाले ताना आयो भने मलाई बचाउनु भन्ने केटालाई भनेको अनि मैले हाई फ्लाइ स्पिडमा जहाँ हान्ने फ्लाइ उसले भन्ने ठाउँ यहाँ खसाएको भन्ने नि त त्योभन्दा लगभग 10 फिट उता डाइभ हानेको रकमा ठुक्यो क्या यो यहाँ काट्यो पनि अनि यहाँ टुक्रा चोक्रा पनि भएछ यो मेरो आधा चोक्रा चाहिँ छैन दाँतको दाँत अनि छोटै नै थियो होइन अनि अर्को त्यो उनीहरूले सिमेन्टको लाग्यो राम्रो देखाएको थिएन भरिदिन्छ नि त होइन भरेर अनि खोल लगाऊ भने अनि त्यहाँदेखि लगाउनु थालेको त मैले 43 सालै होला र त अब आई थिङ्क बिस्तारै यो सकाइदिउँ होइन मैले त्यो अगाडि चाहिँ मैले एउटा हल्का सानो सेगमेन्ट लिएर आएको छु ओके मैले 1 2 3 4 5 6वटा क्वेसन जति सोध्छु सजिलै छ यो सेगमेन्टको नाम चाहिँ एक्सन अर कट यदि तपाईँलाई चित्त बुझ्यो होइन तपाईँले एप्रुभ गर्नुभयो भने चाहिँ एक्सन भनिदिनु यदि चित्त बुझेन अनि कट हिरोलाई भन्दा हिरोइनलाई एक्सन सिकाउनमा मजा छ एक्सन हो किन होला होइन ब्युटी छ नि त उनीहरूसँग ब्युटी अनि त्यसपछि आएर चाहिँ आर्ट ओके ठिक छ दाइ मलाई मजा पनि लाग्छ फेरि किनभने उनीहरूलाई एक्सन गराउँदाखेरि हिरोलाई त गरिरहेको छ नि केटाहरू त गरिरहेको छ नि केटीहरूलाई गराउनु ठुलो कुरो हो त्यो त नेपालको बेस्ट एक्सन डिरेक्टर राजेन्द्र खड्की हो कट ल ओन्ली आई एम कम्पोजर हो नि है एकदम बेस्ट कम्पोजर हो ओके ठिक छ मान्छेहरूलाई पैसा लिएर होइन फ्रीमा एक्सन सिकाउने मैले धेरै गरेको छु होइन अहिलेको सिचुएसनमा भन्नुपर्दा चाहिँ अहिले त अब टाइमै पाउँदैन होइन भनेपछि म एक्सन डाइरेक्टर फेरि चाहिँ इन्ट्री गरेको छु फेरि ब्याक एगेन भएको छ त्यसमा चाहिँ मैले टेक्निकली लिन्छु कि म डुप्लिकेटहरू युज गर्छु होइन हजुर किन स्क्रिनमा थाहा हुँदैन हलमा थाहा हुँदैन हजुर त्यसलाई हिरोलाई नजानेहरूलाई चाहिँ अनि लोड किन पार्ने भन्ने हिसाब गर्छु ओके अब अहिले 2025 मा हजुरले हिरो भएर फिल्म खेल्ने मेरो आफ्नो स्टोरी बन्दैछ एउटा होइन हजुर तर नेगेटिभ एन्टी हिरो कि खलनायक जस्तो कि ओके सनिदरले खेले जस्तो रोल हो त्यो चाहिँ 7 भिलेनमा आउँदैछ ओके भनेपछि एक्सनै हो एक्सन वारेन्टेड कन्टेन्ट तगर छ त्यसो अरूले बनायो भने सेन्सरै हुँदैन यो प्रश्न चाहिँ अघि नै सोध्छ है सुनको दाँत चेन्ज गरेर हिरा खायो भने बिख लाग्छ भनेर चाहिँ मान्छे मर्छ भनेर त म हिरा त्यही भनेर अनि हामीलाई त्यही सुनाएको थियो त्यो भएर लाउँदैन म ठिक छ राको होइन अब फ्युचरमा बाघ ढालेको सिन राख्ने फिल्ममा छिटो त ढालेको छु जुन तारामा उहिले म त बाघसँग लड्ने हिसाबले चाहिँ 210 किलो चाहिँ उचालेको थिएँ मैले बेन्च प्रेसमा चाहिँ अब त्यस्तो मौका पाए पनि लड्ने एकपल्ट धर्मेन्द्रले 60 वर्षको उमेर लड्यो भने चाहिँ म पनि लड्छु एकपल्ट अनि लास्ट क्वेसन हजुरको वाइफ फिल्म खेलेको हेर्न पाउने शान्ति त छ छ शान्ति न छ
तर एज अ लाइक लिड मेरो हिरोइन हो नि त ठिक छ त्यो पनि मेरो छोरीहरूलाई खेलाएको छु होइन दुइटै छोरी खेलेछ हजुर बुढी त आफ्नो हिरोइन भइहाल्यो नि उसो हिरो म हो अनि त्यो किन खेल्नु त्यो त ठिक छ त्यो रिसाउँछ त्यो हिरोइन भइसकेको थियो कि मैले रोकिदिएको आफैले रोकिसकेको मैले रेप सिन गराउनु पऱ्यो भने बोर हुन्छ म भए त ठिकै हो नि बुढीलाई के रेप गर्ने त्यो भएर मैले चाहिँ त्यो पनि एउटा थियो अर्को एउटा चाहिँ त्यो बच्चाहरू सानसानो थियो कि त्यस कारण म चाहिँ हरेक चाहिँ म्यारिड चाहिँ फ्यामिलीहरूलाई अपकमिङ म्यारिडको लागि पनि के भन्छु भने वाइफ भनेको चाहिँ सरस्वती पनि हो भगवती पनि हो चण्डी पनि हो कि होइन हजुर आफ्नो बुढालाई एकदम जे जसो भए पनि कन्ट्रोल गर्नु म्युचुअल अन्डरस्ट्यान्डिङ बनाउनु आफ्नो गल्तीहरूलाई चाहिँ सबभन्दा ठुलो चाहिँ गल्ती भयो भने जसले गल्ती हो या हस्बेन्ड होस् या वाइफ होस् दुईजनामा चाहिँ अन्डरस्ट्यान्डिङ भयो भने चाहिँ राम्रो होइन भने स्वास्थ्य ठुस्केर गयो यो गयो भने लोग्ने मान्छे हो केटीहरू टर्नु छ होइन केटीहरूले त्यसै मन दिन्छ होइन अनि त्यहाँबाट लगिदियो भने लाइफ खतम ड्यामेज डोन्ट म्यारिज टु वाइफ टु वाइफ नो लाइफ यस इज 100% मेरो एक्सपिरियन्स हो है आफ्नो लाइफै हुँदैन टु वाइफ किन त्यो 3 वर्ष तपाईँलाई त्यो लाइक भनौँ न फर्स्ट वाइफ पछि 3 वर्षको त्यो ग्याप भनौँ न तपाईँलाई मार्सल आर्ट्सले हेल्प गर्यो भने भयङ्कर मलाई त नाङहरू केटी बिहा गर्छ भनेको म न आइएम सरी भने मैले भने मेरो फ्यामिलीहरूलाई यो नेपालमा पनि भन्छ कि पुरुष प्रधान देश भन्छ कि हजुर गर्ने सबै नारीले अनि पुरुष प्रधानले भन्छ हामी यति सेल्फिस छ कि हामी बोट आर इक्वेल भन्छु कि म चाहिँ दुईजना कन्ट्रिब्युसन नभइकन कहाँ हामी जन्मिन्छ हो कि दुवै राम्रो ठिक छ भाइ